हरेक ठाउँमा पार्टी हुनु भएन क्या अब हैन। अब अहिले त के भने हरेक ठाउँमा नेता सबलाई नेता हुनुपर्ने। नेता भनेको के हो त? नेता भनेको त जनताको काम गर्ने, जनतालाई सर्भिस दिन सक्ने, जनताको समस्याहरूलाई हल गर्न सक्ने नेता हो नि त हैन। अनि भाइरल कुरा एउटा गर्यो अनि एकदम ठुल्ठुलो कुरा गर्यो हैन। पपुलिजमको ट्रेन्डलाई बेसी नै हाबी भएको छ। मैले भनिहालेँ नि सोसियल मिडियामा एकदम त्यो लाइक्स कमेन्ट्सको आधारमा मान्छेको क्यारेक्टरलाई चाहिँ हामीले एनालाइज गर्न मिल्दैन हेर्नुहोस् हैन। जबसम्म तपाईँलाई मैले 2-4 वर्षसम्म हेर्दिनँ तपाईँले गरेको कामहरू हैन, एउटा सङ्गत थाहा हुँदैन तपाईँको कुराहरू, आई क्यानट जज यु थ्रु योर सोसियल मिडिया एकाउन्ट न। र अहिले हामीले चाहिँ उसको यति लाइक रहेछ, उसको यति फलोवर्स रहेछ भन्ने हिसाबले चाहिँ हामीले हेरिरहेको हुन्छ, विच इज टोटली रङ भन्ने लाग्छ मलाई। अनि उसको लाइक र फलोवर्स चाहिँ यस्तो हाई छ तर ऊ आफ्नो एउटा कम्युनिटीसँग हुँदैन, एउटा काहीँ कतै प्रब्लम पऱ्यो भने उसँग फेस टु फेस गर्ने चाहिँ जनता हुँदैन भनेपछि त्यो मान्छे कसरी लिडर हुन्छ? ब्युरोक्रेटिक सेक्टर पनि हिजोकै ढङ्गले नै चल्नुपर्छ भन्ने चाहिँ हुनु हुँदैन। अब त यो 21st सेन्चुरीमा अहिलेको ब्युरोक्रेसीले धेरै कुराहरू गर्न सक्छ र अझ मोर क्यापेबल हुनुपर्छ भन्ने मलाई लाग्छ। र ब्युरोक्रेसीलाई ड्राइभ गर्ने पोलिटिकल लिडरसिप झन् क्यापेबल हुनुपर्छ भन्ने मलाई लाग्छ हैन। पोलिटिकल लिडरसिप भनेको त उनीहरूको पोलिसीले नै ड्राइभ गर्ने हो नि त। त्यो पोलिसी नै नभएको, भिजन नै नभएको मान्छेले ब्युरोक्रेसीलाई पनि ड्राइभ गर्न सक्दैन। अहिले त समस्या त त्यसरी आएको हो नि त। अब जब उनीहरू गभर्मेन्टमा हुन्छन् सबै कुराहरू उनीहरू सहमतै हुन्छ हैन। गभर्मेन्टबाट बाहिर निस्किने बित्तिकै अर्को आउँछ कि इस्यु, यो हुनु भएन भन्छु म चाहिँ हैन। राष्ट्रिय हाम्रो यो जति पनि परराष्ट्र नीतिका विषयहरू छ नि, सरकारमा हुँदाखेरि एउटा कुरा हुन्छ। मैले यो कुनै पार्टीगत भने होइन है, सबै पार्टी त्यही भइरहेछ कि हैन। यो खालको चाहिँ हुनु भएन। नमस्कार। आज हामीले हिमाल प्रेस टकमा यस्तो व्यक्ति निम्ताएका छौँ, राजनीतिज्ञ हैन, त्यसपछि कूटनीतिमा पनि त्यत्तिकै दखल राख्ने, पहिला चाहिँ गैर सरकारी संस्थाहरूमा काम गर्नु पनि भयो, सँगसँगै राजनीतिलाई अगाडि बढाउनु भयो र अध्ययनमा पनि अब्बल, किनकि उहाँले अर्थशास्त्रमा स्नातकोत्तर गरेर र राजनीतितिर होमिनु भएको पछि र सानै उमेरदेखि राजनीतिमा लाग्नु भएको र उहाँको पारिवारिक पृष्ठभूमि पनि उहाँको बुवा नै प्राध्यापक, भनौँ न एउटा कम्युनिटीको पहिलो प्राध्यापक भनेपछि त्यो सेक्टरबाट आउनुभएको व्यक्तिलाई मैले आज हिमाल प्रेस टकमा निम्ताएको छु। उहाँ हुनुहुन्छ पूर्व राजदूत, पूर्व सांसद लक्की शेर्पाज्यू। नेपालको कूटनीति, नेपालको पछिल्लो राजनीति, जेनजी मुभमेन्ट पछिको अवस्था लगायत विषयमा उहाँसँग हामी कुरा गर्नेछौँ। उहाँ यति बेला नेकपा एमालेको विदेश विभागमा रहेर कसरी नेपाल परराष्ट्र नीतिलाई अब्बल बनाउन सकिन्छ, कसरी त्यसमा चाहिँ सबैको एकमत बनाउन सकिन्छ भनेर लागिरहनु भएको छ, त्यसमा गृह कार्य गरिरहनु भएको छ। यिनै विषयहरूमा भनौँ न कूटनीति, राजनीति, विकासको विषयमा लिएर हामीले आज कुरा गर्छौँ। नमस्कार हजुर। नमस्ते। अब हजुरलाई कूटनीतिक कुरा सोध्ने कि राजनीतिक कुरा सोध्ने त? हामी कहाँ सुरु गर्ने भन्नुभयो? सबै यो एक अर्कासँगै सम्बन्धित विषय हो हैन। संविधानले काम गर्न सकेन भनेरको अवस्था छ, अनि नेपालको कूटनीति भएन, संविधान भएन, केही भएन, सबै थोक भएन भनेर भएन मात्रै छ नि त अहिले त। यो अवस्थालाई कसरी हेर्नुहुन्छ यहाँले? त्यहीँबाट सुरु गरौँ न। अवश्य पनि चन्द्रजीलाई धन्यवाद दिन चाहन्छु। अब यो मेरो बारेमा जुन किसिमको एउटा मेरो आफ्नो अनुभवहरू छ, त्यो अनुभवलाई हेर्दाखेरि र हालको अवस्थाहरूलाई हेर्दाखेरि मैले के एनालाइसिस गरेको छु भने हुँदै नभएको त होइन नि त हैन। हिजो हामी खुला रूपमा कसैलाई भनौँ न तत्कारेर बोल्न सक्ने अवस्थाहरू त थिएन हैन। मिडियाहरू पनि यो लेभलबाट आएको थिएन, केही सीमित मिडिया मात्रै थियो। तर आजको दिनसम्म आइपुग्दाखेरि हामीले धेरै कुराहरूमा परिवर्तन पाएको छौँ भन्ने मलाई लाग्छ। अब केही पनि भएको छैन भन्ने हिसाबले गऱ्यो भने त केही पनि हुँदैन हैन। तर भइ नै रहेको छ, केही भएको छ। अवश्य पनि नयाँ संविधान निर्माण भएको छ, इन्क्लुजिभनेसलाई पनि हामीले एड्रेस गरेको छ हैन। एउटा इन्क्लुजिभ डेमोक्रेसी, फेडरल स्ट्रक्चरमा पनि हामी गएका छौँ। अब समस्या कुनै एउटा प्रणाली एउटा उसलाई मात्र देखाएर हामीहरू चाहिँ अल्झिनुपर्ने अवस्थाहरू चाहिँ हुँदैन भन्ने मलाई लाग्छ हैन। समस्या हरेक क्षेत्रमा होला, त्यो हरेक क्षेत्रमा भएका समस्याहरूलाई हामीले कसरी आफूले
वस्तुनिष्ठ ढङ्गले चाहिँ समाधान गर्ने भन्ने कुराहरू चाहिँ हामीले सोच्नुपर्छ जस्तो लाग्छ। त्यो भाष्य कसरी निर्माण भयो? जस्तै भनौँ न यहाँकै घरमा पनि यहाँको छोराले सोध्नुहुन्छ होला सायद होइन, यो भएन मामु अथवा यो भएन बुवा भनेर भन्ने अवस्था छ नि त। यो कसरी किन यस्तो भाष्यहरू निर्माण भइरहेको छ? बन्दै बनेन भन्ने त होइन, म नि मान्दिनँ बन्दै बनेन भनेर, तर यो किन यस्तो भाष्य? केही पनि भएन भने एकदम बेसी नेगेटिभिजम होइन, अनि एकदम नराम्रो कसैलाई कमेन्ट गर्दाखेरि एकदमै त्यो चाहिँ बेसी सुनिने होइन। राम्रो गरेको प्रशंसा गरेको कुरा, राम्रो काम गरेकोहरू कम सुनिने, तर कोही मान्छेको एकदम नेगेटिभिटीलाई एकदमै बेसी बढावा दिने। यो सबैको जरो भनेको चाहिँ मलाई के लाग्छ भने हाम्रो सोसियल मिडिया है। पहिला त यस्तो थिएन नि हाम्रो समाज, हामी केही सीमित स्रोत र साधन थियो, त्यही पनि हामी खुसी हुन्थ्यौँ। हामीले हाम्रा भनौँ न हाम्रो चाहिँ आफूभन्दा चाहिँ ठुला वृद्ध भनौँ न आफूभन्दा चाहिँ सिनियर सिटिजनहरूलाई धेरै हामी चाहिँ रेस्पेक्ट गर्थ्यौँ, सम्मान गर्थ्यौँ होइन। अहिले पनि राम्रो संस्कार भएका ठाउँमा त सम्मान छ होइन, बच्चाहरूले सम्मान गरेकै छ, तर यो अवस्था सबै घर परिवारमा छ जस्तो मलाई लाग्दैन होइन। यो सबै बिगार्नुको मुख्य जड भनेको सामाजिक सञ्जाललाई होइन हामीले कुन हिसाबले चाहिँ युज गरिरहेका छौँ होइन, र यसले आज सोसाइटीलाई डिभाइड गरेको छ कि आज हामीले चाहिँ पोलिटिक्सलाई दोष दिन्छौँ, पोलिटिकल लिडरसिपलाई दोष दिन्छौँ, तर त्यो होइन होइन। सामाजिक सञ्जालबाट ल्याएको जुन नेगेटिभिजम छ नि, त्यो नेगेटिभिटी हो, त्यो नेगेटिभिटीले ल्याएको समस्याहरू चाहिँ अहिले हामीले फेस गरेको समस्याहरू हो भन्ने मलाई लाग्छ। भनेपछि भनौँ सामाजिक सञ्जालै भएन भनौँ न, यो चलाउनै दिएन, रोक्न सक्यो भने यो सबै कन्ट्रोल हुन्छ भन्ने लाग्छ होइन। सामाजिक सञ्जालहरू चलाइएको छ, तर कसरी चलाउने भन्ने कुरा हरेक चाहिँ कन्ट्रीको आफ्नो आफ्नो पोलिसीहरू हुन्छ। तपाईँले हेर्नुभयो भने अस्ट्रेलियामा अहिले पनि बच्चाहरू होइन उसको स्कुल एजसम्मको बच्चाहरूले उनीहरूले त्यस्तो सोसियल मिडियाहरू चलाउनु पाउँदैन होइन। त्यो अहिले भर्खरै ब्यान गर्यो अहिलेको गभर्मेन्टले, तर त्यहाँ त त्यस्तो खालको इस्यु त उठेन, त्यहाँ त त्यो खालको डेमोन्स्ट्रेसन त भएन। र यहाँ पनि अब अलिकति रिसर्च गरेर त्यो इस्युजहरूलाई कसरी एड्रेस गर्ने, त्यहाँबाट ल्याएका विकृतिहरूलाई हामीले कसरी म्यानेज गर्ने भन्ने ढङ्गले त फेरि हामीमा पनि छलफल भएन। त्यो ढङ्गले हामी हेरेनौँ होइन। हामी सबैजना सोसियल मिडियामा हेर्छौँ, तर सोसियल मिडियामा कति कुरा चाहिँ नेगेटिभ हुन्छ, कति कुरा पोजिटिभ हुन्छ, कुन चाहिँ फेक हो, कुन चाहिँ रियल हो भन्ने कुराहरू त्यो एनालाइसिस गर्ने जनता त धेरै कम छौँ नि त। भनेपछि यहाँले चाहिँ यो जेनजी मुभमेन्ट चाहिँ त्यही सामाजिक सञ्जाल बन्द भएर आएको भन्ने जस्तो? त्यो मात्रै पनि होइन, हामीहरूमा पनि केही फ्रस्ट्रेसन्सहरू थियो होला, हामीले पनि केही कामहरू गर्न हामीले सकेनौँ होला होइन। हाम्रो पोलिटिकल लिडरसिपले पनि त्यो ढङ्गले डेलिभरी दिन नसकेको होला होइन, किनभने त्यही ट्रेडिसनल स्टाइलबाटै हामी मात्रै अगाडि बढ्न खोज्दाखेरि केही न केही फ्रस्ट्रेसन्सहरू त अवश्य पनि थियो होइन। तर त्यो फ्रस्ट्रेसन्सहरूलाई कसरी ल्यायो भने सामाजिक सञ्जालले एज इफ होइन त्यसलाई एकदमै ठुलो बनाइदियो क्या होइन। त्यो सानो कुरालाई पनि सामाजिक सञ्जालले यति ठुलो बनाइदियो कि अब त्यो ठुलो चित्कारहरूलाई अहिले यो जुन हामीले जुन अवस्था दुर्दशा भर्खरै हामीले फेस गरेर आयौँ नि, यो सबै कुराहरू यसमा चाहिँ एक अर्कासँग अन्तर्निहित छ भन्ने मलाई लाग्छ। गरिरहेको कुराहरू चाहिँ हामीले प्रस्तुत गर्न सकेनौँ भनौँ न। एउटा हाम्रो यो यहाँ हामी पुस्ताभन्दा पनि अघिल्लो पुस्ताहरूले चाहिँ हामीलाई जुन कुराहरू देखाउनु पर्थ्यो त्यो देखाउन सकेनौँ, हामीले पनि हाम्रो भन्दा पछिल्लो जेनेरेसनलाई देखाउन सकेनौँ। त्यो कारणले चाहिँ यस्तो अवस्था आएको हो भन्नेमा यहाँ अवश्य पनि हो। हामीले पोलिटिकल लिडरसिपमा महिलाहरूको रिप्रेजेन्टेसनको कुरा गरिरहँदाखेरि म संविधान सभाको चाहिँ सभासद भइरहँदाखेरि त्योभन्दा अगाडिसम्म महिलाहरूको सहभागिता करिब 6-7% मात्रै थियो होइन। तर अहिले 33% महिलाहरूको सहभागिता भएको छ होइन। त्यसमा पनि अब म अस्ट्रेलियामा एम्बेसेडर भएर बस्दाखेरि पनि वाट आई युज टु सेयर इज महिलाहरूको सहभागिता यति राम्रो छ नेपालमा होइन। स्थानीय निकायमा त 50% महिलाहरूको रिप्रेजेन्टेसनलाई हामीले इन्स्योर गरेका छौँ भनेर यो कुराहरू अन्तर्राष्ट्रिय समाजमा हामीले कुरा गरिरहँदाखेरि त्यहाँ कम्युनिटीहरू, त्यहाँको चाहिँ पोलिटिकल लिडर्सहरू, त्यहाँको महिला चाहिँ राजनीतिज्ञहरू एकदमै उनीहरू एकदम अचम्म मान्नुहुन्थ्यो कि हाम्रो त्यसमा त यस्तो खालको छैन भनेपछि हामीले नगरेको त होइन नि त, गरेको त रहेछौँ होइन। रिप्रेजेन्टेसनको हिसाबले त राम्रो प्रेसेन्स पनि आयो
तर पनि अझै पनि महिलाहरूको भनेको जस्तो रिप्रेजेन्टेसन अब चाहिँ हामीले एउटा इफेक्टिभ रिप्रेजेन्टेसनको कुराहरू उठाइरहेको छ होइन, त्यो उठ्नु पनि आवश्यक छ भने जहिले पनि अब भनौँ न एउटा कोटा रिजर्भेसन भनेको सर्टेन टाइमसम्मको लागि हुन्छ, तर त्यो कोटा रिजर्भेसनबाट पनि हामीले चाहिँ कम्पिटेन्सी पनि अब हामीले हेर्नुपर्छ र त्यो खालको चाहिँ अब समाज निर्माण हुन थालेको छ। कम्पिटेन्ट महिलाहरू अगाडि बढ्न सक्ने त्यो वातावरण आउनु पनि पर्छ भन्ने मलाई लाग्छ। त्यो जाँदै पनि छ जस्तै भनौँ न, एक हिसाबले भन्ने हो भने कतिपयहरू अब अहिलेको युवाहरू चाहिँ किन कोटा चाहियो हामीलाई, कोटामा किन हामी फ्री कम्पिटिसन गर्ने गइहालिन्छ नि भन्नेहरू पनि छन्। तर जुन ठाउँमा एजुकेसनको त्यति राम्रो प्रभाव पर्न सकेको छैन, हाम्रो त भेग त फरक भेग छ नि हामीसँग त, त्यो ठाउँहरूमा त्यो अवस्था होला। तर अब चाहिँ बिस्तारै जान्छ, किनकि हाम्रो एजुकेसनको लेभल नै कति वर्ष 70 वर्षको हिस्ट्री त्यो इस्ट्याब्लिस भएको कति वर्ष भयो त्यही हेरौँ न। त्यो हिस्ट्रीले गर्दा पनि त होला नि लेभल आउनलाई अलिकति टाइम लाग्यो। अब 400 वर्ष अगाडि युनिभर्सिटी खोलेको हामी यङ डेमोक्रेसी नै हो, हामी डेमोक्रेटिक कन्ट्री पनि हामी भर्खर भनौँ न, धेरै लामो त भएको छैन हाम्रो इतिहास होइन। हामी त्यसले गर्दाखेरि हरेक कुराहरूलाई हामीले सङ्क्रमणकालीन दृष्टिकोणले पनि हेरेर चाहिँ हामी सङ्क्रमणकालमै छौँ भन्ने मलाई लाग्छ होइन। त्यसले गर्दाखेरि यो सबै कुराहरूलाई एड्रेस गर्नको लागि टाइम त लाग्छ, हामीले तुरुन्तै परिवर्तन खोजेको जस्तो चाहिँ पाउँदैन र त्यसलाई हामीले अब हामी के गर्ने त, त्यसमा हामी एकदमै दुखी हुने होइन, जहिले पनि हामी सामाजिक सञ्जालमा एकदम नेगेटिभ कुराहरूलाई मात्रै हेरेर दुखी हुने कि अब हामीले पनि हाम्रो सामाजिक सञ्जालहरूलाई गरेका कामहरूलाई होइन, इभन मिडिया भनौँ न मिडिया सेक्टरले पनि कसरी लिने भन्ने कुराहरू, मिडिया सेक्टर पनि एकदमै रेस्पोन्सिबल पार्ट हो भन्ने मलाई लाग्छ होइन। त्यसमा चाहिँ हिजो डेमोक्रेसी आउनुमा मिडियाको जुन रोल थियो नि, अब यो देशलाई चाहिँ बनाउनमा पनि मिडियाको चाहिँ रोल हुनुपर्छ भन्ने मलाई लाग्छ। बनाइरहेको बेलामा ढिलो गर्यो भनेर कुरा ल्याउने एउटा कुरा भयो, तर भत्कियो खत्तमै भयो भन्ने त होइन, बनि पनि राखेको छ नि त सँगसँगै। खत्तम भयो नराम्रो भयो भन्ने कुरा चाहिँ बेसी सुनिन्छ। त्यो यो भाष्यलाई चाहिँ अब पोलिटिसियनहरूलाई मात्रै दोष दिएर पनि हुँदैन, ब्युरोक्रेसीलाई चाहिँ कतिको दोष दिनुहुन्छ यहाँले? ब्युरोक्रेसी चाहिँ सबैजना रेस्पोन्सिबल हुनुपर्छ भन्ने मलाई लाग्छ होइन। यसमा चाहिँ ब्युरोक्रेटिक सेक्टर पनि हिजोकै ढङ्गले नै चल्नुपर्छ भन्ने चाहिँ हुनु हुँदैन। अब त यो 21st सेन्चुरीमा अहिलेको ब्युरोक्रेसीले धेरै कुराहरू गर्न सक्छ र अझ मोर क्यापेबल हुनुपर्छ भन्ने मलाई लाग्छ र ब्युरोक्रेसीलाई ड्राइभ गर्ने पोलिटिकल लिडरसिप झन् क्यापेबल हुनुपर्छ भन्ने मलाई लाग्छ होइन। पोलिटिकल लिडरसिप भनेको त उनीहरूको पोलिसीले नै ड्राइभ गर्ने हो नि त, त्यो पोलिसी नै नभएको भिजन नै नभएको मान्छेले ब्युरोक्रेसीलाई पनि ड्राइभ गर्न सक्दैन। अहिले त समस्या त त्यसरी आएको हो नि त। यहाँलाई मैले किन नेता मान्ने त भन्दा यहाँले चाहिँ 10 गुणा अगाडि होइन 10 टाइम्स अगाडि 10 टाइम्स पछाडिको कुरा र 10 टाइम्स अगाडिको कुरा पनि हेर्न सक्नुहुन्छ भनेर यहाँले नेता मान्ने हो नि त। हो त्यो पाटोमा हामी कमजोर हुँदै गएको हो। त्यो पाटोमा त हामी कमजोर त भएकै हो, किनभने लिडरसिपमा त्यो क्षमता भएका व्यक्तिहरूलाई होइन त्यो अनुसारको चाहिँ जिम्मेवारी नभएपछि अनि जो लिडरसिपमा बसेको छ, जो भनौँ न फर इक्जाम्पल कुनै मन्त्री नै भनौँ होइन, जुन ठाउँमा उहाँ बस्नुभएको छ त्यो मान्छेलाई त्यो मन्त्रालयको बारेमा केही नलेज छैन होइन, ब्युरोक्रेटिक सिस्टमको लागि कसरी मोबिलाइज गर्ने कुनै छैन, आफ्नो एउटा चाहिँ डकुमेन्टलाई राम्रोसँगले उसले पढ्न सकिरहेको छैन भने उसले कसरी डेलिभर गर्न सक्छ होइन। त्यसले गर्दाखेरि अबको हाम्रो पुस्ताले लिडरसिप भनेको चाहिँ एउटा क्यापेबल लिडरसिप हुनुपर्छ र उसले मात्रै अहिलेको ब्युरोक्रेटिक सिस्टम र हाम्रो होल प्रणालीलाई चाहिँ राम्रोसँग मोबिलाइज गर्छ भन्ने त अहिलेको जेनजी पुस्तादेखि लिएर अहिलेको 21st सेन्चुरीको चाहिँ पोलिटिकल भनौँ न होइन मागै त्यही भइरहेको छ। जेनजी पुस्ताकै कुरा गरिरहँदाखेरि अहिले एउटा शब्द आएको छ क्या, टेक्नो पपुलिजम भनेर होइन, अथवा टेक्नो पपुलिस्टहरू टेक्नोलोजीलाई प्रयोग गरेर आफू प्रचारमा आउने जसरी पनि। जस्तै अब केही चिज देखायो, यसले चाहिँ यो चिज एक्सपायर भइसक्यो, यो खाँदाखेरि राम्रो हुन्छ तर एक्सपायर भएपछि खाँदाखेरि ज्यान जान्छ भनेर त्यसरी प्रचार गरिँदै जाँदाखेरि चाहिँ यो मान्छे पनि त्यस्तै हो त। पपुलिजमको ट्रेन्डलाई बेसी नै हाबी भएको छ। मैले भनिहालेँ नि सोसियल मिडियामा एकदम त्यो लाइक्स कमेन्ट्सको आधारमा मान्छेको क्यारेक्टरलाई चाहिँ हामीले एनालाइज गर्न मिल्दैन। हेर्नुहोस् होइन, जबसम्म तपाईँलाई मैले 2-4 वर्षसम्म हेर्दिनँ, तपाईँले गरेको कामहरू होइन एउटा सङ्गत थाहा हुँदैन तपाईँको कुराहरू, आई क्यानट जज यु थ्रु योर सोसियल मिडिया एकाउन्ट न।
र अहिले हामीले चाहिँ उसको यति लाइक रहेछ उसको यति फलोवर्स रहेछ भन्ने हिसाबले चाहिँ हामीले हेरिरहेको हुन्छ विच इज टोटली रङ भन्ने लाग्छ मलाई मिडिया पनि त्यही पर्सपेक्टिभ छ नि क्लिक बिटमा गयो भनेर त लाइक गरेर आउँछ सिरियस मिडियालाई लामो उ गरेको रिसर्च गरेको कुराहरू कतिले पढ्छ त त्यो सोसियल मिडियामा त्यो लाइक र कमेन्ट्सको आधारमा गर्न थाल्यो भने हाम्रो सोसाइटी कहीँ पनि जाँदैन यो कुरालाई चाहिँ हामीले रोक्नुपर्छ भन्ने मलाई लाग्छ होइन उसले गरेको कामहरू उसको फ्यामिलीको उसको चाहिँ जुन वरिपरिको रिलेसनहरू उसको छिमेकसँगको सम्बन्धहरू होइन उसको डे टु डे चाहिँ एक्टिभिटिजहरू यो सबै कुराहरूले एउटा लिडरसिपलाई चाहिँ होइन जज गर्नुपर्ने हो नि त अनि उसको लाइक र फलोवर्स चाहिँ यस्तो हाई छ तर ऊ आफ्नो एउटा कम्युनिटीसँग हुँदैन एउटा काहीँ कतै प्रब्लम पऱ्यो भने उसँग फेस टु फेस गर्ने चाहिँ जनता हुँदैन भनेपछि त्यो मान्छे कसरी लिडर हुन्छ आन्दोलनबाट आएको दलले चाहिँ तपाईँलाई लिएर गएर होइन अब हामी संविधान सभा सदस्य बनाउँछौँ भनेर फेरि अर्को दोस्रो संविधान सभा सदस्य बनाउनुतिर लगे तपाईँ केही समय अर्कोतिर जानुभयो तर राजदूत पनि हुनुभयो त्यो टाइममा तपाईँको विज्ञतालाई हेरेर लगेको थियो तर त्यो विज्ञता चाहिँ किन त्यता नलगेर तपाईँलाई राजदूततिर लिएर गए त्यति बेला अलिकति कस्तो लाग्छ त्यो टाइम चाहिँ आई नेभर थट अफ बिकमिङ एन एम्बेसेडर है बाई द टाइम होइन म चाहिँ एकदम पोलिटिक्स नै गर्ने होइन र पोलिटिकल उसबाटै स्पेसली मार्जिनलाइज कम्युनिटिजहरूको इस्युजहरूलाई होइन पोलिटिकल्ली उठाउने भन्ने त्यो खालको ड्राइभबाट नै बेसी म चाहिँ गाइड भएँ होइन त्यो हिसाबले म पोलिटिक्समा म भनौँ न बेसी आबद्ध भएँ र एम्बेसेडर बन्ने भन्ने कुरा चाहिँ अब त्यो चाहिँ हाम्रो पोलिटिकल लिडरसिपले त्यो सोच्नुभयो होइन सोच्नुभयो त्यसले गर्दाखेरि अब उहाँले रिक्वेस्ट गर्नुभयो होइन अब यसमा तपाईँको आफ्नो जुन खालको चाहिँ एउटा अनुभवहरू छ त्यसले चाहिँ यसलाई चाहिँ एक्सेप्ट गर्नु पर्यो भनेपछि मैले पनि एक्सेप्ट गरे हो त्यति बेला त्यो टाइम राम्रै पनि भएको थियो तर तपाईँलाई बिचमा त्यत्तिकै एउटा अलमलमा नि पार्दैन त्यहाँ पारेर तपाईँ फर्किनु पनि भयो आफै रिजाइन गरेर फर्किनु भयो त्यो त म विवादित भएर बस्नुभन्दा फर्किन्छु भन्नुभयो होइन फर्किनु पनि भयो त्यो बेला सम्झिँदा कस्तो लाग्यो त्यो के कारणले त्यस्तो भयो जस्तो लाग्छ सामान्य कुराहरूमा अब यो कस्तो भने त्यो बेलाको परिस्थितिहरूमा मैले जुन हिसाबले अस्ट्रेलियामा एम्बेसेडरको रूपमा डेलिभरी गरिरहेको थिएँ त्यो मैले भन्ने भन्दा पनि त्यहीँ नेपालकै कम्युनिटिजहरूसँग तपाईँले बस्नुभयो भने अझ उनीहरूले बेसी भन्ने कुराहरू हो हाउ आई वाज डेलिभरिङ द होल मैले केही व्यक्तिहरूलाई मैले इन्ट्रेस्टहरू उहाँहरूको मिट गर्न सकिनँ होला केही व्यक्तिहरूलाई मैले खुसी पार्न सकिनँ होला होइन र त्यसको मूल्य चाहिँ एउटा राजदूतले चुकाउनु पर्ने अवस्था अहिले मैले मात्र होइन अहिले अधिकांश राजदूतहरूले त्यो चुकाइरहेको अवस्थाहरू छ यहाँ पछि जानुभएको राजदूतले चाहिँ सुनाउनुहुन्थ्यो यो कुरा अब तपाईँले यो मैले भन्ने कुराहरू कतिपय कुराहरू गोपनीयताका कुराहरू पनि हुन्छन् होइन हामीले परराष्ट्र मामला आफ्नो देशको एउटा राजदूत भएर गइसकेपछि त्यहाँभित्रका गोपनीयताहरूले पनि हामीले चाहिँ ख्याल गर्नुपर्छ होइन अब म एकजना मात्रै होइन यहाँ धेरै राजदूतहरू पीडित हुनुहुन्छ होइन त्यो राजदूतहरूको पीडा भन्ने कुराहरू चाहिँ एउटा साँच्चै नै लेख्नु पर्यो भने एउटा किताबै भन्छ होइन त्यसले गर्दाखेरि यो राजदूत पोजिसनलाई राजदूतकै रूपमा चाहिँ हेर्न सक्नु पर्यो होइन तुरुन्तै फिर्ता बोलाउने तुरुन्तै राख्ने होइन त्यो खालको भनेको चाहिँ एउटा देशलाई नै च्यालेन्ज गरेको अवस्था हो भनेपछि हामीले यसरी भन्नु मिल्यो कर्मचारीबाट राजदूत हुनेहरू र बाहिरबाट भनौँ न पोलिटिकल एपोइन्टिजहरू पोलिटिकल पार्टिजहरूले चाहिँ उहाँ चाहिँ योग्य छ भनेर राजदूत बनाउनेहरूमा चाहिँ विभिन्न कर्मचारीसँग समन्वयमा समस्या देखिन्छ त्यसो भए होइन कर्मचारीहरूको समन्वयमा भन्दाखेरि पनि पोलिटिकल लिडरसिपहरूको इन्ट्रेस्टले चाहिँ बेसी गर्ने भयो होइन अनि त्यसमा फेरि ब्युरोक्रेसीमा अब कर्मचारी एम्बेसेडर कर्मचारीबाट गएकोहरूको पोलिटिकल एपोइन्टीहरूले त्यो खालको एक्सेसहरू चाहिँ एकदमै कमै पाउने के होइन पोलिटिकल एम्बेसेडरहरूले जुन हिसाबले चाहिँ उनीहरूले चाहिँ एउटा सहयोग ब्युरोक्रेटिक सेक्टरबाट पाउनुपर्ने हो नि त्यो चाहिँ नपाउने होइन यो कुराहरूलाई म्यानेज गर्नको लागि हामीले त्यतिखेर हाम्रो तत्कालीन मन्त्री हाम्रो प्रकाश शरण महत उहाँलाई पनि हामीले रिक्वेस्ट पनि गरे हो होइन तर त्यो कुराहरूमा उहाँले केही सल्भ गर्न खोज्नु पनि भएको थियो किनभने एउटा एम्बेसेडर भएर गइसकेपछि उसलाई पोलिटिकल उसलाई ब्युरोक्रेट भनेर चाहिँ उसलाई एनालाइज गर्नु हुँदैन कि होइन दुवैले देशकै हितमा काम गर्ने हो होइन किनभने उसलाई संसदीय प्रक्रियाबाट त्यत्रो चाहिँ उसलाई चाहिँ होइन अनुमोदन गरेर त्यसपछि राष्ट्रपतिकोमा गएर होइन इन्डोर्स गरेर त्यसरी ल्याएको हुन्छ नि त
भनेपछि एउटा राजदूत त्यो लेभलको त्यो प्रक्रियाबाट चाहिँ होइन सबै छानबिन प्रक्रियाहरूबाट चाहिँ उसले गरेर त्यो राजदूतको जस्तो छानबिन प्रक्रिया त अरू कसैको पनि छैन होइन। त्यो हिसाबले गइसकेपछि एउटा सुनवाई समितिबाट पुरै पास भएर गइसकेपछि त्यो एम्बेसेडरलाई एम्बेसेडरको रूपमा काम गर्ने मौका दिनुपर्छ कि त त्यसरी लानु हुँदैन होइन। र उसलाई फिर्ता बोलाउँदाखेरि पनि त्यही प्रक्रिया सुरु हुनुपर्छ भन्ने चाहिँ अहिले हाम्रो यो आफ्नाबाट पनि हाम्रो यो छलफल भइरहेको छ कि उसलाई फिर्ता बोलाउँदाखेरि पनि सुनवाई प्रक्रियाबाट राष्ट्रपति मार्फतबाट नै फिर्ता बोलाउनु पर्ने हुन्छ। पठाउँदा चाहिँ राष्ट्रपति मार्फतबाट जाने आउँदाखेरि चाहिँ एउटा मन्त्रीले अथवा सचिवले पनि फिर्ता बोलाउन पाउने। अब कस्तो खालको स्थिति भयो भने अहिलेको एम्बेसेडरहरूको अब हाम्रो नेपाली डायस्पोराहरू त धेरै ठुलो हुनुहुन्छ होइन। अब कहिले कुन पार्टीसँग सम्बन्धित हुन्छ होला, कुन पार्टीसँग सम्बन्धित भएर एम्बेसेडर भएर गएको हुन्छ त उसलाई उसको त्यो पोलिटिकल लिडरसिपसँग उसले राम्रो सम्बन्ध गर्ने हो कि आफ्नो नेपाली कम्युनिटी डायस्पोरासँग राम्रो सम्बन्ध गर्ने हो कि उसले देशको राष्ट्रको हितको लागि त्यहाँको फरेन चाहिँ एफेयर्सको चाहिँ त्यहाँको चाहिँ भनौँ न ब्युरोक्रेट्सहरूसँगको सम्बन्ध बनाउनु पर्ने हो कि होइन। अनि यो कुराहरू उसले इकोनोमिक डिप्लोमेसी गर्ने हो कि उसले नेपाली डायस्पोराको चाहिँ लाई मात्रै उसले चाहिँ इन्ट्रेस्टलाई मिट गर्ने हो कि होइन। यो कुराहरूलाई चाहिँ अब परराष्ट्रमा त्यस्तो खालको चाहिँ भनौँ न एउटा एम्बेसेडरहरूले अहिले मभन्दा अगाडि धेरै एम्बेसेडरहरूले चाहिँ त्यो फेस गर्नु भएको रहेछ कि होइन। उहाँलाई त थाहा रहेछ नि त यस्तो गर्छ होइन, यसरी चाहिँ हामीलाई दुःख दिन्छ, आफूलाई चाहिँ यो खालको चाहिँ इस्युजहरू हुन्छ भनेर त थाहा रहेछ उहाँहरूलाई, तर उहाँहरूले सेयर नगर्ने के होइन। यो सेयरिङ गर्ने इन्भाइरोमेन्ट हुनुपर्छ होइन। पोलिसीमा एकजना राजदूतले दुःख पायो भने उसले किन दुःख पायो, उसलाई के कारणले दुःख पायो भन्ने कुरा परराष्ट्र मन्त्री भने त उसको त एउटा सेफ गार्ड हुनु पऱ्यो नि त होइन र। सबैलाई हामीले एउटै बास्केटमा हालेर नै हेर्छौँ। कतिपय मैले यसो हेर्दा म पनि यही विषयमा लामो रिपोर्टिङ गरिरहेको कारणले यसो हेर्दाखेरि सबैलाई एउटै बास्केटमा भनौँ न कतिको क्यापेबल हुन्छ। जस्तै हजुर बाहिरबाट जानुभयो भने त हजुरको ब्याकग्राउन्ड के हो त्यो नहेर्ने, अर्को एकजना बाहिर बी भन्ने मान्छे बाहिरबाट गयो भने उसको ब्याकग्राउन्ड नहेर्ने, सी भन्ने मान्छे बाहिरबाट गयो भने ब्याकग्राउन्ड नहेर्ने, एबिसीलाई एकै ठाउँमा राखिदिने चलन चाहिँ छ। तर कतिपय राजदूतहरूले चाहिँ फेरि पठाएको चिज पनि यहाँ नहेरेर सचिवले नहेरिदिएको कारणले रिजाइन गरेर आउनुभएको एम्बेसडर पनि हुनुहुन्छ। सचिवहरूले त राजदूतहरूको त चिठी के हेर्न भ्याउनु, इमेलको के रिप्लाई गर्नु होइन। अब सचिवज्यूहरूको चाहिँ व्यस्तता भनेको उहाँलाई अब त्यहाँ प्रधानमन्त्री र मन्त्रीको पछाडि दौडिँदै ठिक हुन्छ होइन। त्यो खालको छ नि त हाम्रो त संरचना त्यस्तो छ। जबकि अन्य ठाउँमा विदेशमा चाहिँ अन्य मुलुकहरूको चाहिँ मन्त्री जाँदाखेरि आफ्नो परराष्ट्र मन्त्री जाँदा पनि सचिव जाँदैनन्, महाशाखाको प्रमुख जान्छन्। तर हामी कहाँ त्यो अझै डेभलप हुन बाँकी नै छ। सचिवले जे काम गर्नु पर्यो त्यो काम नगरी त्योभन्दा भिन्न कामहरू गर्दाखेरि राष्ट्र सचिव भनेको धेरै महत्त्वपूर्ण पोजिसन हो होइन। राष्ट्रको एउटा चाहिँ होल डिप्लोमेटिक सिनारियोलाई कसरी ड्राइभ गर्ने भन्ने चाहिँ एउटा कमान्डर हो भन्ने मलाई लाग्छ होइन। र एम्बेसेडर भने होइन अब त्यसले गर्दाखेरि उहाँले भनेको चाहिँ आफ्नो एम्बेसेडर हो होइन। आफ्नो एम्बेसेडरहरू आफ्नो ऊहरू भनेको उहाँहरूको चाहिँ एउटा चाहिँ मेन एउटा चाहिँ ब्याकबोन जस्तो हो नि त देशको। अनि त्यसलाई कसरी सेफगार्ड गर्ने पनि छैन, रिप्लाई पनि छैन, उता चाहिँ एउटा कसरी चाहिँ उ गर्ने भन्ने खालको चाहिँ एउटा भनौँ न एउटा सौहार्दपूर्ण इन्भाइरोमेन्ट पनि छैन। अनि त्यसो भएपछि चाहिँ अनि समस्या आउने हो, नेपालको डिप्लोमेसीमा समस्या आएको छ। यो चाहिँ कसरी जस्तै हरेक दलको पनि आफ्नो हो हुने जस्तो फरेन पोलिसी भनेर त मुलुकको हुन्छ नि त, दलको हुँदैन होइन। हाम्रो त दलको नि फरेन पोलिसी भनेर हिँड्ने। एमाले अलिकति अग्रणी भूमिका खेलेको छ होइन। यसमा चाहिँ मलाई के लाग्छ भने परराष्ट्र नीति कस्तो हुनुपर्छ भनेर चाहिँ एउटा कलेक्टिभली हामी गरौँ भन्ने एउटा ओपन आर्म्स चाहिँ देखाएको छ। त्यसमा हाम्रो चाहिँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजी उहाँ पनि यसमा एकदमै चासो राख्नु भएको छ होइन। एकदम विशेष चासो राख्नुहुन्छ उहाँले यो विषयमा र एक्ज्याक्टली त्यसले गर्दाखेरि पनि होला। र यसमा उहाँले पहल गर्नुपर्छ, गरौँ। यो सबै पार्टीहरूको एउटा कलेक्टिभ एजेन्डा हुनुपर्छ। यो कुनै एउटा पार्टीले ओन गर्ने विषय होइन परराष्ट्र नीति भन्ने कुरा चाहिँ हाम्रो अध्यक्षज्यूले पनि राख्नुहुन्छ। र यो विषयमा अरू पोलिटिकल लिडरसिपमा पनि त्यो आउनुपर्छ भन्ने मलाई लाग्छ। त्यो किसिमले डायलगै भएको छैन होइन। त्यो किसिमले चाहिँ डायलग ओपन गरेर एउटा कलेक्टिभली बनाउनेमा चाहिँ हामी लाग्नुपर्छ। हाम्रो यो पूर्व राजदूत समूह पनि लागिरहेको छ। यसमा हामी विभिन्न पार्टीका पूर्व राजदूतहरू छौँ, तर विभिन्न पार्टीको भए पनि
हामी यो चाहिँ होइन यो कुरामा एक छौँ। स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति चाहिन्छ हाम्रो, नत्र चाहिँ हामी कहीँ पनि जाँदैनौँ भन्छौँ होइन। अनि त्यसपछि जुन हामीले नन एलाइन मुभमेन्टमा लिएको दिशा छ त्यो दिशाबाट हामी दायाँ बायाँ नगरौँ भएर अहिले नन एलाइन भनेको चाहिँ एउटा पक्ष होइन एउटा पक्ष नहुने होइन, राम्रोको पक्ष हुने भन्ने पनि हो नि त। त्यो कुरा हो। त्यो पाटोहरूमा चाहिँ हामी कहाँ चुकेको जस्तो लाग्छ यहाँलाई? अब यसमा हाम्रो चाहिँ समस्या भनेको चाहिँ अलिकति अब हुन त पोलिटिकल लिडरसिपलाई सबै कुराहरू थाहा हुँदैन होइन। गाइड गर्ने भने त ब्युरोक्रेसीले हो नि त, एउटा चाहिँ स्थायी संस्था हो नि त होइन। उनीहरूले गाइड गर्नु पऱ्यो। अब पोलिटिकल लिडरसिपले जे भन्यो त्यही यता यता एउटा लिडरसिप आयो त्यही भनिदिएछ, उताले हो हजुर भनेको छ, त्यसरी त हुँदैन नि त होइन। उहाँहरू प्रोफेसनल हिसाबले गाइड गर्नुपर्छ भन्ने मलाई लाग्छ। अब यो विशेष गरेर हामी अलिकति चुकेको भनेको हामीले हाम्रो सम्बन्धलाई, हाम्रो छिमेकसँगको सम्बन्धलाई चाहिँ हामीले गिजल्नु हुँदैन भन्ने लाग्छ। आफ्नो छिमेकीहरूसँगको सम्बन्ध, चाइनासँगको सम्बन्ध, इन्डियासँगको सम्बन्धलाई हामीले कहिले पनि गिजल्नु हुँदैन। र नन एलाइनमेन्ट यो कुरामा चाहिँ एकदमै ठिक छ होइन। तर कतिपय कुराहरूमा छिमेकको विरुद्धमा अरू कसैले केही गर्न खोज्यो भने चाहिँ नेपाल चाहिँ स्टुड गर्नुपर्छ भन्ने मलाई लाग्छ होइन। अलिक सपोर्ट चाहिँ गर्नुपर्छ, तर आफ्नो भूमि चाहिँ हामी कसैको पनि विरुद्धमा प्रयोग हुन दिनु हुँदैन होइन। त्यो कुरामा त हामी सबै पार्टी पोलिटिकल होइन, त्यो एउटा नीतिगत स्पष्ट छ। तर हामीले एउटै गर्न नसकेको कुरा चाहिँ के भन्दाखेरि होइन, हाम्रो चाहिँ प्रोएक्टिभनेस भएन क्या होइन। हामीले चाइनासँगको डिप्लोमेट हामीले पठाइराख्दाखेरि, एम्बेसडर पठाइराख्दाखेरि चाइनासँग हामीले के कुराहरूमा चाहिँ हामीले चाहिँ स्ट्राटेजी बनाउनु त, के कुराहरूमा चाहिँ हामीले गर्नुपर्ने छ। हाम्रो बोर्डरहरू अझै पनि कतिपय ठाउँमा बन्द छन्। अहिलेसम्म पनि हाम्रो चाइनासँगको रिलेसन एकदम राम्रो छ भन्ने हामी कुरा गर्छौँ, तर हाम्रो अहिलेसम्म पनि कतिपय बोर्डरहरू खुल्या छैन होइन। यो खालको अवस्थाहरू छ। अनि के हो त, कस्तो खालको रिलेसन हो भन्ने कुराहरू पनि क्वेसन त आउँछ। जस्तै अब अहिले भनौँ न, अब हामीले एडहरू ल्याउने, फरेन एडको कुराहरू गर्छौँ होइन। अब फरेन एडकै कुराहरूमा पनि अब उनीहरूले चाइनाले कतिवटा ठाउँमा फरेन एडहरू उनीहरूले दिइरहेको हुन्छ होइन। त्यो ग्रान्टहरू होइन हामीसँग छैन होइन। सबै अहिले लोनमा कन्भर्ट भयो भन्ने कुराहरू पनि आइरहेको छ। यो सबै कुराहरू के हो भन्ने कुराहरूमा चाहिँ परराष्ट्रले राम्रो पोलिसी बनाउनुपर्छ। चाइनालाई कसरी हामीले चाहिँ हाम्रो होइन ह्यान्डल गर्ने भन्ने एउटा स्ट्राटेजिक डिप्लोमेटिक पोलिसी चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ। र हाम्रो डिप्लोमेटहरू कुनै देशको डिप्लोमेट भएर आइसकेपछि त्यो देशको डिप्लोमेट होइन कि त्यो देशसँग बेसी हुनुपर्छ भन्ने छैन कि। देशको आफ्नो राष्ट्रको लागि उसले चाहिँ जाने हो नि त होइन। अनि अमेरिकाको एम्बेसडर भयो, अमेरिकाकै लबी त्यो होइन नि त होइन। देशको लबी हुनु पर्यो, देशको लबी ग्रुप हुनु पर्यो होइन। राष्ट्रको इन्ट्रेस्ट अनुसार चल्नु पर्यो। अनि त्यसले गर्दाखेरि अब यो कुराहरूमा चाहिँ कसरी परराष्ट्र मन्त्रालयले गाइड गर्ने, परराष्ट्र मन्त्रालयको चाहिँ स्ट्यान्ड के हो, कति स्ट्रङ चाहिँ परराष्ट्र, विदेशमा त परराष्ट्र मन्त्रालय त वान अफ द मोस्ट स्ट्रङ्गेस्ट मिनिस्ट्री हो नि त। हाम्रो इन्भेस्टमेन्ट नभएको परराष्ट्र मन्त्रालयमा लाग्दैन? इन्भेस्टमेन्ट त छ, तर त्यसलाई त्यसरी म्यानेज गर्ने होइन, त्यसलाई त्यही अनुसारले म्यानेज गर्नुपर्छ। त्यहाँ हामीले यति राम्रो डिप्लोमेटहरू ग्रुम गर्न सकिन्छ नि। त्यो खालको कुराहरू, त्यो खालको कल्चरहरू हामीले इन्डियाबाट पनि सिक्नुपर्छ भन्ने मलाई लाग्छ। इन्डियाले फ्रान्समा एम्बेसडर बनाएर पठाउनको लागि उसले फ्रेन्च ल्याङ्ग्वेज सिकाउँछ आफ्नो डिप्लोमेटहरूलाई होइन। त्यो खालको ग्रुमिङ खोइ त हाम्रो डिप्लोमेटहरू छैन। करियर भन्ने छैन, त्यही भएर म त कर्मचारी भन्छु, करियरै भन्दैन। करियर होइन, करियर भएको भए त उनीहरूलाई त्यही अनुसारले ग्रुमिङ गर्नु पर्यो नि त। डिप्लोमेसी भनेको त डिप्लोमेट भनेको के हो त होइन। डिप्लोमेटले त हरेक नेगेटिभलाई पनि पोजिटिभ बनाउन सक्नुपर्छ अरे के होइन। होइन नर्गे लान नि सहमत बनाएर लानु पर्यो, त्यो त साथसाथै भनौँ न डिप्लोमेटले त। त्यसको लागि त डिप्लोमेसी भन्यो, डिप्लोमेट भन्यो होइन। तर अब हाम्रोमा त्यो खालको ट्रेनिङ, त्यो खालको स्ट्राटेजी छैन। अब अहिले त झन् यहाँलाई थाहा छ, यति बेला त परराष्ट्र मन्त्रालयमा 43 जना त सहसचिव मात्रै छन् होइन। 353 भन्दा बेसी त सबैजना गरेर एउटा सङ्गठन बनिसक्यो त्यो मन्त्रालय। त्यत्रो ठुलो मन्त्रालय छ, बनेको छ। अनि सायद त्यति सहसचिव अन्य मन्त्रालयमा छँदा नि छैन होला। र 10-12 वर्ष अगाडि हेर्ने भने त्यो सङ्ख्या 10-11 थियो होला। अहिले एकैचोटि त्यति पुगेको छ। तर आउटपुट त्यसबाट के आएको छ, के त्यसमा काम भएको छ त? जब कामै नपाएर बसेको अवस्था छ कि कसरी 15 वर्षमा यति धेरै चाहियो भन्ने कुराहरू यहाँलाई पनि कहिलेकाहीँ लाग्दो हो नि।
त्यो त हो हाम्रो मिसनहरू पनि यति धेरै हामीले खोलेका छौँ होइन हरेक देशहरूमा मिसन छ तर हाम्रो व्यापार घाटा हेर्नुहोस् त व्यापार घाटा कति बढेको छ होइन तर यति धेरै हाम्रो नेपाली छ यति धेरै ऊ छ हाम्रो त्यहाँ मिसन हुनुपर्छ भन्छौँ होइन तर व्यापार घाटा चाहिँ किन बढेको होइन यो कुराहरूलाई चाहिँ राम्ररी एनालाइसिस गर्नुपर्छ भन्ने लाग्छ युरोपियन कन्ट्रीहरूले पनि सबै देशमा मिसन छैन कि उनीहरूको भए पनि एकदम सीमित स्रोत र साधनका साथ जस्तै मेरो छेउछाउमा 2-4 जना रोमानियाको एम्बेसडरहरू हुनुहुन्थ्यो म अस्ट्रेलियामा आउँदाखेरि उहाँहरूको न ड्राइभर छ न कुनै काम गर्ने छ एम्बेसडर आफै चाहिँ ढोका खोल्न गइरहेको हुन्छ किन तिमी यसरी बसिरहेको छौ भन्दाखेरि होइन हाम्रो त यो स्रोत साधन छैन त्यही हो सो दे टेक इट भेरी इजिली के होइन हाम्रो चाहिँ अब ती सबै देशमा एउटा व्यापार घाटा छ होइन कुनै देशबाट पनि हामीलाई व्यापारिक फाइदा त हामीले गरेका छैनौँ होइन त्यसले गर्दाखेरि हामीले यत्रो एम्बेसीहरू मिसनहरूमा यत्रो खर्च राष्ट्रको होइन कति अरबको चाहिँ त्यहाँनिर खर्च छ नि त्यो कुरालाई कसरी एनालाइसिस गर्ने तर पनि केही त अझ पनि पुगेन इन्भेस्ट पुगेन अझै पनि हामीलाई सेवा सुविधा पुगेन भनेर उनीहरू माग त गरिरहेछन् नि अनि के को लागि सेवा सुविधा होइन राष्ट्रले के बेनिफिट पाउँछ भन्ने कुरा त इम्पोर्टेन्ट होला नि त होइन हामीले ल परराष्ट्र मन्त्रालयले अर्को एम्बेसी हामी खोलौँला तर के को लागि चाहियो त्यहाँ होइन किनभने जो मान्छेहरू आफ्नो चाहिँ भनौँ नागरिकता नै उ गरेर बसिसक्नु भएको छ उहाँहरूको लागि हामीले एम्बेसी खोल्ने हो र होइन नि त उनीहरूको लागि त एम्बेसी होइन हाम्रो लागि त हाम्रो राष्ट्रको चाहिँ के बेनिफिट हुन्छ त देशलाई त्यो हेरेर हामीले एम्बेसीहरू खोल्नुपर्छ भन्ने मलाई लाग्छ अहिले जुन हिसाबले कुनै एउटा व्यक्तिलाई पदस्थापना गर्न कुनै एउटा राजनैतिक नियुक्ति गराउन जसरी एम्बेसीहरू खोल्ने तारतम्यहरू देखिया छ नि त्यो एकदमै रङ हो भन्ने मलाई लाग्छ पहिला त पोलिटिसियनले गर्थ्यो अहिले पोलिटिसियनबाट पनि गएर मन्त्रालयले नै पनि के गर्न थाल्यो भने आएको मन्त्रीलाई कन्भिन्स गर्ने र वाणिज्य दूतावासहरू खोलिदिने र त्यहाँ चाहिँ सहसचिव व्यवस्थापन गरेको छ अहिले किनकि एउटै मुलुकमा एउटा राम्रो स्ट्रङ अथोरिटी आयो भने त यो कुराहरूलाई चेक जाँच त हुन्छ नि होइन यो कुराहरूलाई त हेरिन्छ नि त राज्यको यति धेरै चाहिँ होइन सम्पत्तिको चाहिँ यहाँनिर चाहिँ दोहन भइरहेको छ यो कुराहरूलाई राम्ररी एनालाइसिस गर्नु पर्यो नि त होइन जस्तै कहाँ फाइदा भइरहेछ होइन कहाँनिर नोक्सान भइरहेछ होइन कहाँनिर चाहिँ स्रोत साधन पुगेको छैन के को लागि पुगेको छैन त्यो देशको नागरिकको चाहिँ उसको लागि त होइन नि त हामीले त हाम्रो देशको स्रोत साधन के छ अवस्था होइन जनताहरूको अवस्था के छ हाम्रो जनताहरू अझै पनि लेबरकै रूपमा चाहिँ होइन विदेशमा सप्लाई गर्नु परेको अवस्था छ हामी अझै पनि त्यो लेभलमा छौँ होइन हाम्रो आफ्नो ह्युमन रिसोर्सलाई हामीले म्यानेज गर्न सकिरहेका छैनौँ भनेपछि यो कुराहरूलाई म्यानेज केही नगर्ने अनि यसलाई एनालाइसिस गरेर कुनै न कुनै दिन त आउनु त पर्यो नि होइन यसमा चाहिँ सुधार त हुनुपर्छ यी कुराहरूलाई चाहिँ यहाँको पार्टीभित्र चाहिँ कतिको गम्भीर रूपमा लिएको छ किनकि यो जम्मै दरबन्दी बढाउने गर्ने त यहाँको पार्टीको अहिले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो जम्मै राष्ट्रलाई बलियो बनाउने दरबन्दी बढाउने भन्ने यहाँ त अब उहाँ प्रधानमन्त्री हुँदाखेरि पनि परराष्ट्र मन्त्रालय हामी एउटा कोअलिसन गभर्मेन्टमा थियौँ होइन परराष्ट्र मन्त्रालय नेपाली कङ्ग्रेसले लिनुभएको थियो दरबन्दी घटाउने बढाउने कुनै मन्त्रालयको भन्ने कुरा त्यो स्वतः मन्त्रीकै हातको कुरा हो होइन उसको आफूलाई त्यहाँनिर आवश्यकता अनुसारले कर्मचारीहरू थप्ने घटाउने त्यो मन्त्रीको स्वाभिवेकको कुरा हो अब उहाँहरूले चाहिँ के आवश्यकताले उहाँले चाहिँ त्यो बढाउनु भयो होइन के आवश्यकताले उहाँहरूले घटाउने हो त्यो कुरा त एउटा रिसर्च गर्नु पर्यो नि त होइन कोही व्यक्तिहरूलाई चाहिँ अब भर्ना गर्नु पर्यो बढाउने अनि कोही व्यक्तिहरूलाई गर्नु पर्यो घटाउने होइन उसको मान्छेलाई राख्नै पर्छ बढाउने यो त भएन नि त यसरी त त्यही भएर त यो कुराहरूले फ्रस्ट्रेसन बढाउँछ नि त होइन राम्रो योग्य कर्मचारीहरूलाई फ्रस्ट्रेसन्स बढाउँछ छोडे कतिले छोडेर अन्य सेवामा गइसके परराष्ट्रको पहिलाका हुन त अहिले त धेरैजना आउनुभएको छ उहाँहरूको तालिम भनौँ न खालि प्रशिक्षण चलिरहेको छ आइएफएमा अनि आइएफए प्रशिक्षण दिन जानेहरूले सुनाउनुहुन्थ्यो त्यतिजना आउँदाखेरि 7 जना चाहिँ प्रशिक्षण दिन लायकका रहेछन् भन्नुभएको थियो कि भनेको अब हाम्रो लोकसेवामा पनि अलिकति परिमार्जन गर्नुपर्ने हो कि यसको मतलब यो परिमार्जन चाहिँ हुन्छ भन्ने मलाई लाग्छ
किनभने अबको हिजोको पार्लियामेन्ट जस्तो अबको पार्लियामेन्ट हुँदैन। अबको पार्लियामेन्ट भनेको चाहिँ अलिकति बुझेको, अलिकति बुझ्ने, अलिकति डिबेट गर्न सक्ने, पोलिसीमा केही रिफ्लेक्सन ल्याउने पनि हुन्छ। यहाँ भएका त्रुटिहरूलाई त अवश्य पनि अब नयाँ आउने संरचनाहरूले एड्रेस गर्न सक्छ भन्ने मलाई लाग्छ। भनेपछि विश्व परिवेशसँग हामी जुझ्न सक्ने हुँदै जान्छौँ अब अझ। जुझ्ने भन्दा पनि हाउ वी आर गोइङ टु ट्याकल हामी अहिले जुझ्ने उसमा त छैनौँ। हामी अहिले जुझ्ने भनेको त टसल गर्ने भन्न खोजेको होइन मैले, उसलाई गाली गर्ने, उसलाई गर्ने, हामी त्यो लेभलमा छैनौँ होइन। वी हेभ टु फर्स्ट बिल्ड आवर ओन क्यापासिटी होइन। एउटा राष्ट्रलाई एउटा बलियो राष्ट्र बनाउनमा हामी सबैले लाग्नुपर्छ। त्यसमा कुनै पोलिटिकल लिडरसिपलाई मात्रै दोष दिएर पनि अब हामी उम्कने छैन। यदि यो देशमा हामी बसिरहेका छौँ भने नि हामी यो राज्यमा बस्ने हरेकको अब कर्तव्य हुनुपर्छ भन्ने मलाई लाग्छ होइन। आफूले गर्नु पर्यो होइन। अनि अर्कालाई दोष मात्रै दिएर पनि हुँदैन भन्ने मलाई लाग्छ। फ्रस्ट्रेसन्सहरू छ, तर त्यो फ्रस्ट्रेसन्सहरूलाई कसरी म्यानेज, यो हाम्रो हरेक घर परिवार पीडित भएको छ नि त होइन। अब अहिले हरेक बच्चाहरूलाई बाहिर गएर पढ्नुपर्ने खालको अवस्था कसरी आयो त होइन। समाज पनि त्यस्तै बनायो, समाजले बनाएको हो यो बाहिर जाने। किनकि बाहिर गएपछि यहाँको छोरी चाहिँ बाहिर पढ्न गएन भने यहाँको घरमा केही कमजोरी छ भन्ने अवस्था बनाइदियो कि। अहिले त कस्तो भने खानेकुरा पनि उनीहरूलाई बाहिरकै मनपर्ने खालको अवस्था बनाउन थाल्यो कि होइन। यति नराम्रो कुराहरूलाई चाहिँ फेरि न सोसियल मिडियाले यसरी चाहिँ ग्रुम जस्तै अब यो हुक्का खाने प्रचलन त हामीले त मैले दुबईको यो उसहरूमा अलिअलि मात्रै देखाएको थिएँ। पछिबाट त नेपालमा यस्तरी ओइरियो कि हेर्नु सबै ठाउँमा। सामान्य चिया पसल पनि बाहिर दुईवटा हुक्का देखाएकै हुन्छ। हेल्थको लागि नराम्रो हो नि त होइन। त्यतिखेर त एउटा प्रचलन थियो, यो त सबैले खाइरहेको छ। यो त के खानेकुरा हो कि हाम्रो नेपाली हरेक कम्युनिटीहरूको भनौँ न त्यो खालको चाहिँ अवस्थाहरू छ। देखासिखी गर्ने बानी भयो हाम्रो। देखासिखी पनि राम्रो कुराहरूको त छिटो हुनुपर्ने हो। अनि यस्तो कुराहरू बेसी देखासिखी गरेपछि हाम्रो समाज अहिले कस्तो भयो त होइन। त्यसले गर्दाखेरि हाम्रो समाजलाई बचाउन आवश्यक छ। तपाईँ हामी सबै कुरा रेस्पोन्सिबिलिटी छ भन्ने लाग्छ मलाई। यो समाज चाहिँ अब कस्तो गरेर भाँड्यो भने अर्काको घर जल्यो भने अनि खुसी भएर बस्ने होइन। अर्कालाई चाहिँ हान्यो भने खुसी हुने होइन। अर्काको घर लुट्यो भने अनि चाहिँ रमाएर बस्ने। आफ्नो राज्यको चाहिँ होइन इन्स्टिट्युसनहरू भत्काउने, धरोहरहरू भत्काउँदाखेरि रमाएर बस्ने, यो खालको अवस्था चाहिँ हुनु हुँदैन भन्ने मलाई लाग्छ। नियम कानुन हुनुपर्छ होइन, रुल अफ ल हुनुपर्छ होइन। हामीसँग कसैको रिसिभी होला, दुश्मनी होला, अनि त्योसँग पुरै त्यसलाई चाहिँ उ गर्ने त्यो त होइन होइन। त्यो क्रिमिनल सोचाइपट्टि अब हाम्रो समाज जानु हुँदैन। यसलाई बेलामै रोक्नुपर्छ। अब केही भनौँ न अब भगवान्को कृपाले अहिलेसम्म केही अब म्यानेज भइरहेको छ भन्ने मलाई लाग्छ। र यसलाई अब कसरी अब तपाईँ हामी जस्तै अलिकति सचेत नागरिकले कसरी यसलाई म्यानेज गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हो भन्ने मलाई लाग्छ। भनेपछि यहाँलाई लाग्दैन विश्व परिवेश पनि यस्तै हुँदै गइरहेको जस्तो? त्यो हावा त्यही त सोसियल मिडिया इज लाइक यस्तरी एस्केलेट भइरहेछ नि होइन। इट्स लाइक यो चाहिँ यो सरुवा रोग जस्तै भइरहेछ। यो एकचोटि कोभिडको जुन हामीलाई आयो नि, हामीले कसरी सोचेका थियौँ भन्नुहोस् न कोभिडलाई होइन। यसरी हाछ्यौँ गर्दाखेरि पनि अब लाग्छ भनेर आफ्नै केटाकेटी आफ्नै उयोले पनि त्यो खालको अवस्था थियो नि त। भनेपछि अहिले हेर्दाखेरि त फेरि कोभिड भन्ने त केही होइन रहेछ होइन। यो त सिम्पल एउटा चाहिँ होइन फ्लूबाट चाहिँ हुने रहेछ। बस्न सक्यो भने आफूलाई कन्ट्रोल गरेर राख्यो भने एउटा काइन्ड अफ रुवा खोक्यो भन्ने भयो। त्यतिखेर हामीलाई कस्तो भएको थियो। अब अहिले हामीलाई त्यस्तै भइरहेछ फेरि। अब अहिले हो के हो यो अब के हुन्छ भने केही पनि हुँदैन। यसलाई हामी सबैले म्यानेज गर्नुपर्छ भन्ने लाग्छ। हामी एउटा मध्यम मुलुकमा पर्छौँ। हाम्रो कतिले सानो मुलुक भन्छ, म चाहिँ सानो मुलुक भन्दिनँ। हाम्रो मुलुक धेरै साना मुलुक छन् होइन। अनि हामी मध्यम स्तरको मुलुकले चाहिँ अब कसरी जस्तै यो अमेरिका चीनको प्रतिस्पर्धा, युक्रेन युद्ध, अनि दुईवटा छिमेकको बिच हामी जियो पोलिटिक्स भन्छौँ, अर्को के भन्छौँ, यस्तो बिचबाट चाहिँ हामी कसरी उत्रिने होइन हामी, अथवा हामी कसरी यस्तोबाट बच्दै जाने एउटा। अनि त्यो विश्व परिवेश चाहिँ किन त्यतातिर गइरहेको छ अर्को हो, यो दुईवटा पाटोलाई अलिकति खेलाइदिनु न। हाम्रो देशको परिस्थिति हेर्दाखेरि हामीले के भन्छ भने हामीले मोस्टली चाहिँ हामीले आफ्नो छिमेकसँगको सम्बन्धलाई फर्स्ट प्रायोरिटी राख्नुपर्छ होइन। अहिले मैले यसो हेर्दाखेरि जति पनि समस्याहरू आएको छ अरू देशहरूमा आफ्नो छिमेकसँगको सम्बन्ध गिजोले पछि आएको छ कि। त्यसले गर्दा छिमेकसँगको सम्बन्धलाई राम्रोसँग प्रायोरिटी दिनु पर्यो। र अर्को कुरा चाहिँ हाम्रो जुन खालको एउटा स्पिरिचुअल ऊ हो नि त हाम्रो त
बुद्धिज्म हिन्दुइज्म होइन यति मिलेर बसेको कन्ट्री अरू कहीँ पनि छैन क्या होइन र यो होइन हाम्रो हामी हिन्दूको मन्दिरमा जाँदाखेरि पनि हामी होइन डिप रेस्पेक्ट गरेर हामी गर्छौँ बुद्धिज्मलाई पनि हामीले कुनै पनि भनौँ न उसहरूमा जाँदाखेरि हामी गरेका छैन होइन त्यो खालको परिस्थिति छ त्यसले गर्दाखेरि यस्तो राम्रो देश होइन बुद्ध जन्मेको देश होइन सगरमाथाको देश भन्ने जुन एउटा ऊ छ नि यो कुरालाई हामीले त्यही अनुसारले प्रमोट गरौँ त्यही अनुसारले हाम्रो इन्स्टिट्युसनहरूलाई पनि डेभलप गरौँ होइन पशुपतिलाई साँच्चीकै पशुपति जस्तै बनाऊँ होइन त्यो खालको चाहिँ गरेपछि आई थिङ्क हाम्रो देशमा मलाई लाग्छ अपर्च्युनिटी नै अपर्च्युनिटी छ क्या यो हाम्रो देश जस्तो राम्रो देश त मैले कहीँ देखेको पनि छैन होइन स्विजरल्यान्ड भन्छ तर हाम्रो यस्तो राम्रो चाहिँ एउटा भनौँ न प्रकृतिको मनोरम छ क्या है केही त छैन अनि किन यस्तो राम्रो भनेलाई के होला भने जस्तो लाग्ने होइन त्यसले गर्दा हामीले गर्न सक्यो भने हाम्रो देशमा यति धेरै प्रचुर सम्भावना छ र यही कुराहरूलाई हामीले सेल गर्न सक्यो भने हाम्रो देश बनाउनको लागि कसैको सहयोग चाहिँदैन हेर्नुहोस् हाम्रो आफ्नै रिसोर्सले नै इनफ छ बाहिरको अब विश्वको हावा चाहिँ कसरी हेर्नु भएको छ विश्वको जो युक्रेन युद्धलाई परिवेशको हावालाई हामीले यहाँबाट धेरै च्यालेन्ज गर्नु आवश्यक छैन भन्छु म चाहिँ है यहाँ हामी बसेर ठुल्ठुलो कुरा गरेर एकदमै अब किन हामी त होइन गोर्खाली टाइपको इस टाइपले दिन्छौँ नि त होइन त्यो दिन आवश्यक छैन क्या होइन स्ट्राटेजिकली मुभ गर्नु पर्यो आफ्नो नेसन इन्ट्रेस्टमा हामीले कसरी ल्याउन सकिन्छ विश्वलाई ध्यान आकृष्ट कसरी गर्न सकिन्छ अब डोनाल्ड ट्रम्पलाई पनि हामीले यहाँबाट चाहिँ ल तिमी एकचोटि आउनु त यहाँ आयो त हाम्रो चाहिँ यसरी बुद्ध जन्मेको देश यस्तो शान्तिको देश तिमी एकचोटि भिजिट गर न यु फिल डिफ्रेन्ट होइन भनेर हामीले त्यहाँको हाम्रो डिप्लोमेटहरू हुनुहुन्छ नि त उहाँहरूले चाहिँ भन्न सक्नु पर्यो जस्तै अब अहिले हाम्रो इकोसोकको अध्यक्ष नै हुनुहुन्छ लोकबहादुर थापा आई थिङ्क फर्स्ट टाइम इन आवर हिस्ट्री ही मेड द्याट पोजिसन आई थिङ्क द्याट्स अ भेरी प्राउड मोमेन्ट फर अल अफ अस न त्यसले गर्दाखेरि उहाँहरूले अब जस्तै युएनको महासचिव पनि ल्याउनु भयो आई थिङ्क द्याट्स अ भेरी पोजिटिभ मेसेज द्याट हि होइन त्यसले राम्रो इम्प्याक्ट दियो नि त नेपाललाई चाहिँ यो बारेमा उहाँले भन्नुभयो क्लाइमेट चेन्ज अब विश्व यो जुन यो वातावरण परिवर्तनको जुन इम्प्याक्ट छ त्यो इम्प्याक्ट स्पेसली हाम्रो हिमालयन कम्युनिटी मात्रै नभएर हिमालहरू नै पक्रिन थालेको अवस्थाहरू छ यो कुराहरूलाई हेर्नको लागि पनि डोनाल्ड ट्रम्प एकचोटि आउन नेपालमा आऊ त्यसपछि थाहा हुन्छ भनेर हामीले कन्भिन्सिङ इन्भाइरोमेन्ट बनाएर होइन हाम्रो त अहिले के दुश्मनी छ र त्यस्तो दुश्मनी त केही छैन होइन अनि दुश्मनी छैन भने हामीले किन त्यो अरूहरूको चिन्ता गर्ने एकदम कसलाई के गर्यो भनेर एकदमै यहाँबाट हुङ्कार हाँकेर केही हुनेवाला छैन हाम्रो भनौँ न इकोसोकको चेयर हुँदाखेरि अहिले हाम्रो लोकबहादुर सर इकोसोकको चेयर हुनुहुन्छ उहाँले चाहिँ एक खाले इन्भाइरोमेन्ट नै बनाइरहनु भएको छ भनौँ न कतारमा जाने अध्यक्षता गर्ने फेस त छ नि त होइन विश्वको ऊहरू आउँदाखेरि कुनै मुलुकमा जाने युएनडिपीको प्रमुख उहाँलाई भेटेर मात्रै जाने पोलिटिकल केही निर्णय गर्नु पऱ्यो भने उहाँसँग सल्लाह गर्ने भनेको हाम्रो देखाउने फेस त छ त नभएको त होइन तर त्यो फेसलाई चाहिँ यहाँ हाम्रो पोलिटिसियनहरूले पनि क्याच गर्न चाहिँ सक्नुपर्ने हामीले गर्न सकेका छैन होइन हामीले गर्न सकेका छैन उहाँले त्यसरी त्यो एचिभ गरिरहँदाखेरि युएनको फोरमलाई हाउ वी आर गोइङ टु युज द्याट आई थिङ्क होइन त्यो कुराहरूमा हाम्रो सम्मान्य प्रधानमन्त्री फर्मर प्राइम मिनिस्टर उहाँले के गर्न खोज्नु भएको हो होइन त्यहाँनिर फोरममा उहाँले धेरै कुराहरू डेलिभरी पनि त दिनुभयो तर त्यहाँ जानुभन्दा अगाडि पनि अलिकति होमवर्क चाहिँ हुन आवश्यक छ होइन परराष्ट्र मन्त्रालय र प्राइम मिनिस्टरको कोअर्डिनेसनमा हुने हो नि त हरेक कुराहरू होइन यो कुराहरूलाई चाहिँ राम्रोसँग म्यानेज गर्नुपर्छ भन्ने मलाई लाग्छ अब अहिले पनि हाम्रो परराष्ट्र मन्त्रीज्यू होइन र हाम्रो हेर्नु न के छ त ल भन्नुहोस् त राजदूतहरू फिर्ता गर्नुभएको छ अहिले उहाँ एउटा कोठामा राख्नु भएको त्यस्तो हो त राजदूतहरूलाई त्यसरी चाहिँ ह्युमिलेट गरेर राख्ने हो त ल भनौँ न होइन मलाई चाहिँ यो चाहिँ कुरा ठिक लागेको छैन होइन एम्बेसेडर बोलाउने नबोलाउने ठिक हो गभर्मेन्टको तर यो त केयरटेकर गभर्मेन्ट हो नि त केयरटेकर गभर्मेन्टले त यसरी एम्बेसेडरहरूलाई त फिर्ता बोलाउनु त हुँदैन थियो होइन यो चाहिँ ठुलो गल्ती भएको छ भन्ने मलाई लाग्छ होइन एउटा एम्बेसेडरलाई एउटा संसदीय प्रक्रियाबाट सुनाइ प्रक्रियाबाट गइसकेको एम्बेसेडरलाई होइन त्यसरी चाहिँ उहाँहरूलाई अहिले तुरुन्तै ल्याउनु पर्ने उहाँले त्यस्तो ब्लन्डर के नै भएको थियो र होइन भएको भए पनि त त्यो कुराहरूलाई राम्ररी हेरेर बुझेर गर्नुपर्ने कुराहरू हो नि त होइन
त्यसले गर्दाखेरि यो कुराहरूलाई चाहिँ अलिक अहिले गभर्मेन्टबाट चाहिँ चुकेको हो भन्ने मलाई लाग्छ। यसले हामीलाई डिप्लोमेटिकली चाहिँ अहिले क्षति पुगेको छ, आखिर मुलुकलाई क्षति पुग्ने हो जसरी पनि त्यो भयो। अहिले अमेरिका जस्तो देशमा अहिले एम्बेसडर नभएपछि अब हाम्रो त्यहाँ अहिले हामीलाई हेर्ने दृष्टिकोण त अलिकति फरक त भयो नि त। त्यो मात्रै होइन, एम्बेसडर जान्छन्, गएको 3-4 महिना 1 वर्षमा फर्केर आउँछन् भनेपछि त किन यो एम्बेसडरलाई किन उगारि भने पछि त क्रेडेन्सियल पनि बुझाउनु सम्झिन्छ। डिप्लोमेटिक उसमा चाहिँ कुनै पनि देशमा एम्बेसडरलाई चाहिँ नगर्ने नराख्ने भएपछि त्यो भनेको चाहिँ एउटा हेपा गर्यो, यिनीहरूले मलाई हेप्यो भने जस्तो फिल हुँदछ कि। युएनमा राम्रै अनुभव भएको मान्छे गएको कारणले अलिकति सजिलो पनि भयो होला सायद होइन, युएनमा राम्रो देखिन्छ। तर अन्यत्र त बहुपक्षीय उसमा राम्रो पनि छैन नि त हाम्रो त यति बेला। जस्तै राष्ट्रसङ्घमा जुन सैन्य सल्लाहकारहरू जाने यताउता जानेमा कोटा बढ्न सकेका छैन, जो घट्दो अवस्था छ। हुन त ग्लोबल्ली बजेट पनि घटेको कारणले घटेको नि हुनसक्छ, समन्वय नै नभएर हो यस्तो भइरहेको। मैले अझ पनि फोकस गरेँ त्यो कुरा, अहिले पनि सोधेको थिएँ मैले यहाँसँग होइन, राखेको थिएँ यही कुरालाई। अझै समन्वय अझै नपुगेकै हो नि। समन्वय त नपुगेकै हो, समन्वय नपुगेकै हो होइन। अब त्यसको लागि चाहिँ डिप्लोमेटको भूमिका महत्त्वपूर्ण हुन्छ क्या होइन। यस्तो कुराहरूमा जस्तै अब मैले अस्ट्रेलियामा जुन जग्गा मैले लिज होल्डमा लियो नि होइन नेपाली एम्बेसी, त्यो त्यतिकै दिएको होइन नि त। त्यो त एउटा राम्रो हाम्रो एउटा नियमित प्रक्रिया होइन, एउटा चाहिँ डिप्लोमेटिक लब्बी होइन, त्यो हिसाबले हामीले त्यहाँ पाएको हो नि त होइन। त्यो जग्गाको मूल्य मैले कति त्यो बेलामा 13 एकर्स ल्यान्डलाई होइन $12 लाखमा लिएको, हामीलाई $8 लाख छुट दियो हो नि त होइन। $8 लाख त नेपाल सरकारको खातामा गयो होइन, त्यो G2G उसबाट लिएको हामीले भनेपछि यो अहिले त्यो जग्गाको मूल्य कहाँ पुग्यो त। अब 13 एकर्स भन्दा बेसी ल्यान्ड चाहिँ अहिले तपाईँले $12 लाखमा त पाउनुहुन्न, त्यो पनि क्यानबेराको ठाउँमा होइन। त्यसको त ट्रिपल चौबल नै बढ्यो भन्ने मैले सुनेको छु, त्यहाँ कम्युनिटीहरूले भन्नुहुन्छ। अहिले प्रक्रिया सुरु भइरहेछ भन्ने मैले सुनेको छु। अब प्रक्रिया बनिरहेछ, अब भवन बनाए पनि नबनाए पनि त्यसको मूल्य यति बढाएको छ, त्यो बेच्दाखेरि पनि ठुलो प्रपर्टी भयो क्या नेपालको। अनि त्यसलाई बेचेर अरू केही सानो आफ्नो भनौँ न उ गरेर परराष्ट्र मन्त्रालयले मजाले त्यो युज गर्न मिल्छ के त्यसलाई। जस्तै भनौँ न नेपालमा भएको प्रोपर्टी फ्रेन्चले बेचेर लिएर गएको थियो पैसा नै होइन, त्यो हामीले पनि गर्न सकिन्छ। त्यो प्रपर्टी बेच्नै नहुने भन्ने होइन होइन, प्रपर्टी चाहिँदाले जोड्ने नचाहिँदा बेच्ने नै हो। अब त्यो फेरि सस्तो पनि हुनसक्छ नि त। अहिले त ल्यान्डको भाउ एकदम बढिरहेछ, यो बेलामा बेचेर पछि सस्तो हुँदाखेरि लिँदा नि भयो होइन। कि त फेरि घरमा अब आफ्ना आवश्यकता अनुसारले बनाएर बस्दा नि भयो, किनभने हाम्रो धेरै नै रेन्टमा धेरै नै जान्छ पैसा सरकारको होइन। हामीले रेन्टमा बस्नुभन्दा त्यहाँ रहेर रेन्टमा गएर बसिरहनुभन्दा हामीले बरु सञ्चय कोषमा यहाँ पैसा थुप्रेर बसेको छ, नेपाल आर्मीको कल्याणकारी कोषमा पैसा थुप्रेर बसेको छ, त्यो पैसा लिएर गएर त्यहाँ बनाएर बरु त्यहाँ तिर्ने भाडा चाहिँ यहाँ तिर्ने हुन्थ्यो नि त। त्यो इन्भेस्टमेन्ट गर्दाखेरि त हुन्थ्यो। अब जस्तो त्यो बेलामा हामीले चाहिँ मजाले जग्गा मात्रै सरकारले लिएको भए अहिले कहाँ पुग्थ्यो होइन, त्यो खालको अवस्थाहरू छ। त्यो किन त्यो बेला लबी पनि गर्न सक्नुहुन्थ्यो। जस्तै यहाँ जस्तो एम्बेसडर हुँदाखेरि त लबी गरेर त्यत्रो पैसा घटाउनु भएको थियो। अमेरिकामा पनि घर किने छ, थाइल्यान्डमा पनि हामीले घर किन्यौँ त्यो बेलामा होइन। अब यो यस्तो पाटोहरूमा चाहिँ अलिकति हामी चुक्दै आएको छौँ अहिले पछिल्लोचोटि। पहिला त यस्तो हुन्थ्यो यो ठाउँमा यस्तो मान्छे मात्रै पठाउने है भनेर दरबारले पनि अलिकति चेक एन्ड ब्यालेन्स त गर्थ्यो क्यारे त्यतिखेर। अब अहिले चाहिँ त्यो अलि हारल हुरल भयो, बेसी भागभन्डा भयो अहिले चाहिँ होइन। अलिकति भागभन्डाको राजनीतिले पनि अलिकति बिगारेकै हो भन्ने मलाई लाग्छ होइन। अब भागभन्डा गर्दाखेरि पनि अलिकति क्यापेबिलिटी, उसको क्षमता, उसको त्यो देशसँगको सम्बन्ध, उसको रिलेसन, अनुभव होइन, हाउ वी आर गोइङ टु एचिभ थ्रु द्याट डिप्लोमेसी भन्ने कुराहरू चाहिँ होइन त्यो डिप्लोमेटिक क्यारियरमा कसरी चाहिँ उसले गर्न सक्छ भन्ने कुराहरू विचार गरेर पठाउनु पर्थ्यो भन्ने मलाई लाग्छ। यहाँको बेलामा आर्थिक कूटनीति गर्ने अथवा विकास कूटनीति गर्ने भनेर एकदम हल्ला चलाइन्थ्यो नि, हो त्यसको पाटोमा चाहिँ अहिले त्यो बेला र अहिलेलाई कसरी हेर्नुहुन्छ अलिकति? त्यो बेलामा त मैले धेरै नै प्रोग्रामहरू गर्थेँ होइन। त्यहाँ स्पेसली अस्ट्रेलियाकै कम्युनिटिजहरूकै सहयोगमा नै मैले धेरै नै नेपाल इन्भेस्टमेन्ट फोरमहरू अर्गनाइज गर्थेँ। नेपालको इन्भेस्टमेन्ट यहाँको चाहिँ अब लगानी उसको चाहिँ भनौँ न त्यतिखेर हाम्रो महाप्रसाद अधिकारीजी हुनुहुन्थ्यो होइन इन्भेस्टमेन्ट बोर्डमा
उहाँलाई पनि बोलाएर त्यो खालको प्रोग्रामहरू पनि हुन्थ्यो र त्यसमा अब कस्तो हुन्छ नि लगानीको वातावरण के छ कसो छ भन्ने कुराहरू उहाँहरूले कहाँनिर अब्स्ट्याकल्स छ हाउ दे आर गोइङ टु होइन सल्भ द्याट काइन्ड अफ सिचुएसन्स भन्ने कुराहरू हुन्थ्यो त्यसले एउटा एटलिस्ट अस्ट्रेलियाको कम्युनिटी र नेपालको कम्युनिटीको बिचमा एउटा ब्रिजिङ गर्न सक्ने सम्भावनाहरू चाहिँ मैले खोज्थेँ अब त्यतिखेर चाहिँ हाम्रो गभर्मेन्टको चाहिँ आफ्नो पोलिसिजहरू आफ्नो गभर्मेन्टको चाहिँ भनौँ न मन्त्रालयहरूको चाहिँ कुनै पनि प्लानहरू चाहिँ नहुने अब अस्ट्रेलिया आउने घुम्न आउने टाइपको मेन्टालिटी भएपछि गाह्रो हुने हो होइन घुम्न आउने होइन नि त अस्ट्रेलिया गभर्मेन्टसँग नेपाल गभर्मेन्टले के कुराहरू अब त विदेश जाने भनेपछि जहाँ पनि दौडिहाल्ने गयो होइन त्यो होइन जानुपर्छ घुम्नुपर्छ विदेश पनि तर त्यो चाहिँ एउटा छुट्टै प्रोग्राम अन्तर्गत हुन्छ होइन अब उहाँहरू मन्त्रालय मार्फत आउँदाखेरि चाहिँ उहाँहरूले आफ्नो एउटा एम्बेसीसँगको कोअर्डिनेसनमा केही प्रोग्राम लिएरै आउनुपर्छ भन्ने मलाई लाग्छ त्यो छैन प्रवासीहरूलाई कसरी नेपालमा आकर्षण गर्ने कि कार्ड दिएर मात्रै अथवा यसो गरेर मात्रै अथवा प्रवासीहरू नेपालमा त्यत्रो लगानी गर्न सक्ने अवस्था हाम्रो नेपाली कम्युनिटिजहरू नि तपाईँ हाम्रो एज ग्रुप होइन हाम्रोसम्म चाहिँ आई थिङ्क दे रियली लभ आवर कन्ट्री उनीहरू एकदम नेपालमै बस्न मन पराउँछ उनीहरूको सबै टेलिभिजनदेखि लिएर नेतादेखि लिएर सब उहाँले नेपाललाई फलो गर्नुहुन्छ होइन तर उहाँको बालबच्चाले अब गर्न छोडिसके हेर्नुहोस् उहाँको बालबच्चाहरू त्यहीँ सानोदेखि पुऱ्याउन भएको छ त्यहीँ जन्मिएको छ कति होइन त्यो बच्चाहरूले अब नेपाललाई हेर्दैन त्यही भएर हामीलाई माया गर्ने कम्युनिटी भनेको हाम्रो एज ग्रुप होइन जसको जो चाहिँ यहाँ हुर्किया छन् र त्यहाँ बस्न गएको छन् होइन हो त्यो उसले हो हामीलाई माया गर्ने चाहिँ बुझ्ने चिन्ने होइन अब उहाँको बालबच्चाहरूले हामीलाई चिन्दैनन् हेर्नुहोस् अब यो जेनेरेसनलाई हामीले कसरी नेपालमा चाहिँ उ गर्ने भन्ने कुरा यो ठुलो चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने कुरा यो नेपाल गभर्मेन्टको पनि चिन्ताको विषय हो भन्ने मलाई लाग्छ होइन हामी सबैको चिन्ताको विषय हो किनभने हाम्रै परिवारको पनि कतिपय बच्चाहरू त्यहाँ हुर्किया बच्चाहरू छ नि त अब उनीहरूलाई त यहाँ त जति गरे पनि उनीहरूलाई त यहाँको त मिठो लाग्दैन उताकै मिठो लाग्न थाले हुन्छ म एम्बेसडर हुँदाखेरि मैले देखेको चाहिँ प्रवासी नेपालीहरू जति पनि हुनुहुन्छ उहाँहरूले सबै कुरा नेपालमै फलो गर्नुहुन्छ उहाँले पोलिटिक्स पनि नेपालको जस्तो गर्नुहुन्छ होइन नेता त्यो मलाई रमाइलो पनि लाग्छ एटलिस्ट हामीलाई हेरिरहने हामीलाई चाहिँ कराइराख्ने कम्युनिटी त्यहाँ छन् होइन तर अब अलिक पछि त उहाँको बच्चाहरूलाई त मतलब छैन यहाँ जेसुकै गरोस् के भएर होइन हो त्यो के हो त के पोलिसी छ त त्यो छैन होइन त्यो चाहिँ इम्पोर्टेन्ट हो भन्ने मलाई लाग्छ अनि त्यसको लागि मैले एउटा पोलिसी चाहिँ पहिला मन्त्रालयमा रेकमेन्ड गरेको थिएँ इन्टर्नसिपको पोलिसी क्या त्यहाँ जन्मेका बच्चाहरू नेपालमा होइन यहाँको चाहिँ अब कुन सेक्टरमा हुन्छ होइन एजुकेसन सेक्टरमा हुन्छ कि होइन अब कुन सेक्टर उनीहरूको इन्ट्रेस्ट अनुसारको उनीहरूको चाहिँ ऊ अनुसारले चाहिँ त्यसरी चाहिँ गर्दाखेरि त्यसले एउटा लिङ्क क्रिएट गर्छ किनभने अस्ट्रेलियाकै बच्चाहरू पनि त्यहाँको विदेशीकै बच्चाहरू पनि यहाँ आएर 2 महिना गाउँमा गएर पढाउँदाखेरि नि त्यो बच्चाले लाइफ स्किल सिक्छ भन्छ क्या होइन आउँथ्यो पनि जस्तै हाम्रो त नेपाल सरकारले बन्द गरिदियो कति ठाउँमा त होइन जस्तै जर्मनीबाट जर्मनहरू आउँदाखेरि चाहिँ नेपालमा आउने 3 महिनाको लागि यहाँ काम गर्थे उनीहरू हाई स्कुल सकेपछि भनौँ हाम्रो ए लेभल सकेपछि अथवा +2 सकेपछि यहाँ आउने हाम्रो यहाँ हेर्दाखेरि चाहिँ त्यो सकेपछि यहाँ आएर 3 महिना काम गर्छ अनि अन्डर ग्रेड पढ्न जान्थे उनीहरू अनि त्यो लेभलको स्टुडेन्ट 2 महिना 3 महिना बस्दाखेरि त धेरै राम्रो हुन्थ्यो हामीलाई पनि राम्रो थियो उनीहरूलाई पनि हुन्थ्यो तर नेपाल गभर्मेन्टले त्यो पोलिसी नै क्यान्सल गरिदियो त्यो त एकदमै गर्नुपर्ने कुरा हो अब चाहिँ गर्नुपर्छ भन्ने मलाई लाग्छ किनभने त्यहाँ बच्चाहरू जब नेपालको चाहिँ हावापानीलाई बुझ्ने मौका पाउँछ होइन उनीहरूले बेग्लै खालको इन्भाइरोमेन्ट फिल गर्छ नि त त्यो कुरालाई उसले बाहिर आफ्नो देशमा गएर सेयर गर्दाखेरि त्यसले कति इम्पोर्टेन्स दिन्छ भन्ने कुरा त त्यो हामीले बुझेकै छैनौँ कि त्यसैले आएको विदेशीहरू त नेपालमै बिहे गरेर बसेका कति छन् अनि मेरो बच्चा चाहिँ नेपाल गएको थियो ऊ त्यहाँ स्कुलमा भोलिन्टियर गर्यो उसले त्यहाँ बच्चाकोहरूको चाहिँ लाइफहरू बुझ्यो अनि उसले के फिल गर्यो भने म त कस्तो प्रिभिलेज छु होइन नेपालमा त बच्चाहरूलाई यो खालको चाहिँ भनौँ न उसले दुःख कथाहरू भन्दाखेरि त्यहाँको बच्चाहरू पुरा रोयो यो कुराहरू छ नि यो कुराहरूले त उसलाई त लाइफ स्किल दियो नि त होइन सुखले एकदम चाहिँ लाइफले मात्र त हुँदैन रहेछ होइन दुःखले हरेक स्ट्रगलले त्यहाँ बच्चाहरूलाई कसरी कुरा झन् चाहिँ भनौँ न र हौसला दियो भन्ने कुराहरू पनि इम्पोर्टेन्ट हुन्छ भन्ने कुराहरू यहाँलाई त कसैले भनेको थिएन तर यहाँले आफैले प्रोएक्टिभ भएर गर्नुभयो त्यो काम
तर अरूले त यो कहीँबाट गरेको जस्तो सुन्दिनँ मैले, किन त्यो ब्रेन गेन गर्ने भएर एकचोटि लागेँ, अब यसो सम्मेलन गरेँ, के गरेँ, हल्ला गरेँ, सक्यो। मैले कतिसम्म गरेको थिएँ भने यो नलेज ट्रान्सफरको लागि नि, नलेज ट्रान्सफर, किनभने अस्ट्रेलियामा त एकदमै मोस्टली एजुकेटेड कम्युनिटी नै बेसी आउँछन् होइन, तर उनीहरू हरेक ठाउँमा भएका एजुकेसनलाई कसरी चाहिँ नेपालमा ब्याक ल्याउने भन्दाखेरि हामीले वेबसाइटमा पनि हामीले चाहिँ त्यहाँ इनरोल गर्न पाउने होइन, उसले चाहिँ मेरो यो हो, यो खालको मेरो हो, मेरो इन्ट्रेस्ट यो हो भनेर राख्न पाउने, त्यो पनि हामीले सुरुवात गराएको थियौँ मेरो टाइममा होइन। तर अब त्यसको कन्टिन्युटी के भइरहेछ त्यो चाहिँ अब मैले फलोअप गरेको छैन होइन। नेपालबाट अस्ट्रेलिया जाने स्टुडेन्टको रूपमा जाने, त्यहाँ गएर काम गर्ने, बस्ने, अनि यहाँलाई लाग्दैन हाम्रो नेपालीहरू चाहिँ बेस्ट ब्रेन गएर काम त ठुलो सानो हुँदैन, तर जे काम गर्न, जे अध्ययन गर्नुपर्ने भनेर जुन ब्रेन थियो त्यो ब्रेन चाहिँ एकदम अलि अर्कै खाले एउटा स्किल वर्करले, सेमी स्किलले गर्ने वर्कर अथवा नर्मल उसमा लाइफ बिताइरहेको अचम्म लाग्छ। त्यो चाहिँ एकदमै हाम्रो यस्तो राम्रो ट्यालेन्ट मान्छेहरू गएर त्यहाँ त्यो अनुसारको काम त उनीहरूले गरिरहेको छैन। जुन आफ्नो बेस्ट ब्रेन हो त्यो प्रयोग गर्नै पाएको छैन। क्वेसन पनि गरेको छु मैले त्यहाँ अस्ट्रेलियाको फरेन मिनिस्टरसँगै भेटेर, म गएको 3-4 महिनामा मलाई टाइम दिनुभयो उहाँले होइन, 2-3 महिनामै टाइम दिनुभयो। मैले तुरुन्तै हाम्रो एम्बेसी स्टाफहरूसँगै उहाँसँग मिटिङ पनि गरेँ, अनि त्यो गर्दाखेरि मैले यो कुराहरू पनि राखेको थिएँ, हामीले यति धेरै विद्यार्थी हामीले अस्ट्रेलियामा दिइरहेका छौँ, तर उनीहरू एउटा राम्रो पोजिसनमा होइन, एउटा चाहिँ तिमीहरूको एउटा हुन्छ नि हायर लेभलमा त छैन होइन। तर त्यो कतिजना चाहिँ हायर लेभलमा चाहिँ त्यो मलाई डाटा चाहियो भनेको थिएँ कि मैले होइन। त्यसमा वी विल लुक फरवर्ड टु द्याट, हामी हेरेर एन्ड देन विल लेट यु नो भन्नुभयो होइन। त्यसपछि अब त्यो मसँग कुरा गर्ने मन्त्रीज्यू फेरि जानुभयो होइन, अनि त्यसपछि फलोअप भयो कि भएन त्यो त एमएससीले फलोअप गर्नुपर्ने कुराहरू हो। पछि भनौँ न नर्मल्ली यहाँको चलन चाहिँ कस्तो हुन्छ, यहाँ फर्केर आउने बेलामा मैले यो गरेको छु भने चाहिँ राखिदिनु भएको हुन्छ होइन, प्रायः त्यो त रिपोर्टै हुन्छ। मैले चाहिँ कस्तो गर्थेँ भने म गइसकेपछि 6 मन्थसम्म मैले चाहिँ इभन मिडिया, सबै प्रेस मिडियालाई पनि बोलाएर मैले यो गरेँ, अब के छ, अब अरू फिडब्याकहरू पनि दिनुहोस् होइन, मैले यो कामहरू गरेँ भनेर चाहिँ म 1 मन्थको रिपोर्ट त हाम्रो जान्छ पराष्ट्रमा, तर हाफ एन्युअली रिपोर्टहरू चाहिँ मैले पठाउने गरेको थिएँ कि त्यो सबैले गर्छन् गर्न, त्यो चाहिँ सबैले एन्युअली पठाउँदैन। परराष्ट्र चलाउनको लागि अथवा विदेश नीतिलाई अझ प्रभावकारी बनाउनको लागि नीति त राम्रो छ हाम्रो, त्यसको एक्ट प्रभावकारी बनाउनको लागि हामीले कस्तो खाले सहमति गर्दा राम्रो हुन्छ जस्तो लाग्छ? राष्ट्रिय सहमति एक खाले चाहिएला नि त्यसलाई। राष्ट्रिय सहमतिमा सबै सहमत छन् हेर्नुहोस् होइन। अब जब उनीहरू गभर्मेन्टमा हुन्छन् सबै कुराहरू उनीहरू सहमतै हुन्छ होइन। गभर्मेन्टबाट बाहिर निस्किने बित्तिकै अर्को आउँछ कि इस्यु, यो हुनु भएन भन्छु म चाहिँ होइन। राष्ट्रिय हाम्रो यो जति पनि परराष्ट्र नीतिका विषयहरू छ नि, सरकारमा हुँदाखेरि एउटा कुरा हुन्छ, मैले यो कुनै पार्टीगत भने होइन है, सबै पार्टी त्यही भइरहेछ कि होइन। यो खालको चाहिँ हुनु भएन होइन। गभर्मेन्टमा बस्दाखेरि एउटा पोलिसीको सपोर्ट गर्ने, अनि गभर्मेन्ट बाहिर भएपछि अर्को पोलिसीको सपोर्ट गर्ने, यो त हुनु भएन। गभर्मेन्टमा बस्दाखेरि एमसिसी ठिक भन्ने, अनि गभर्मेन्टबाट बाहिर निस्केपछि फेरि एमसिसी बेठिक भन्ने होइन। यो खालको डुअल पर्सनालिटिजहरू चाहिँ हुनु हुँदैन होइन। यो पोलिसी किन ठिक थियो होइन, पोलिटिकल उसको लागि चाहिँ यो ठिक छैन भन्ने त राम्रो भएन नि त। त्यो त विदेशीले हेर्छ नि त यो कुरा, त्यो कारण हेर्छ। अनि मिसलिड गर्न पनि भएन, हामीले मिसलिड पनि गरिरहेको छौँ नि हामीले कतिपय ठाउँमा, हुनु भएन। अनि म चाहिँ अब एकदम चाइनामा पढेर आएको, अनि मैले एकदम चाइनाको फेभर गर्नुपर्छ भन्ने त होइन नि त। हामी त आफ्नो राष्ट्रलाई, आफ्नो देशलाई कसरी फाइदा हुन्छ होइन। अब चाइनाको कुनै प्रोग्राम हामीलाई आउँदैछ भने त किन नलिने त, हामीले लिन सक्छौँ नि त्यो कुराहरू। यदि देशलाई बेनिफिट गर्छ भने त वाइ नट होइन। किन हामी चाहिँ जस्तो भेनेजुएलाको केस भयो यहाँ नारा लाउनु पर्ने, युक्रेनको केस भयो अर्कोले नारा लाउनु पर्ने, अर्को ठाउँको केस भयो अर्कोले नारा लाउनु, त्यसको बेनिफिट के भयो त? किन गरिरहेको छौँ हामी यस्तो? यसले चाहिँ हामीलाई लस भएको छैन, त्यो के बेनिफिट भयो त? खालि यहाँ त नारा लाउने, एकले अर्कालाई आक्षेप हान्ने होइन। यो चाहिँ यसको हो भनिदिने। अब जस्तै हजुर अलिअलि अङ्ग्रेजी बोल्नुभयो, अलिकति उ भयो भने यो उहाँ त वेस्टबाट परिचालित हो क्या भनिदिने, त्यो चलनलाई चाहिँ यो 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 साँच्चै नै भन्नुपर्दा यो चाहिँ अब हामी एकदम के भन्छ, यो हामीले नबुझेर हो, नबुझेर यस्तो भएको हो होइन। नबुझेर भएको कोही चाहिँ यो एकदमै तपाईँ बेसी अराष्ट्र भएर यस्तो अराष्ट्रवादी भनिदिन्छ होइन। तपाईँले भेनेजुएलाको विरुद्ध बोल्नु भएन, तपाईँ अराष्ट्रवादी, यो त होइन नि त
हाम्रो देशको लागि के गर्दाखेरि बेनिफिट हुन्छ होइन बोलेर मात्रै हुने हो त बोलेर त हुने होइन बोलेपछि त त्यो ल्याउनु पर्यो नि त त्यसै मधुरोलाई ल्याउन सक्नु पर्यो नि त होइन त्यही भएर बोलेर बोल्नुको लागि जस्ट फर द लिप सर्भिस होइन हामीले हाम्रो देशको परराष्ट्र नीतिलाई गिजोल्नुहुन्न होइन मलाई त्यस्तो लाग्छ क्या त्यसरी एकदमै गिजोल्ने एम्बेसी घेर के पायो त घेरेर के पायो के भयो मधुरो आयो मधुरोले थ्याङ्क यू भन्यो भनेन नि त होइन यो किन भइरहन्छ हाम्रो गाउँमा हो त्यही हो यो हुन्छ नि उचाल्ने अनि ठुल्ठुलो कुरा गरिदिने ओहो अब यहाँबाट न त हामीले त्यो खालको सहयोग पनि गर्न सक्दैनौँ होइन अब गर्नुपर्ने कुरामा त परराष्ट्र मन्त्रालयले डिप्लोमेटिकली स्ट्राटेजिकली भित्री लेभलबाट गरि नै रहेको होला नि गर्नु पनि पर्यो नि र परराष्ट्र मन्त्रालयले जे गर्छ त्यो सबै कुरा बाहिर ल्याउनुपर्छ भन्ने पनि छैन होइन परराष्ट्र मन्त्रालय भनेको एकदम इन्टेलिजेन्सबाट भित्री रूपमा चल्ने मन्त्रालय हो होइन त्यसले गर्दा त्यो सबै कुरा बाहिर बताउनु पर्छ र हाम्रो देशको चाहिँ अब यो कस्तो खालको चाहिँ आयो कि म त अचम्म लागेर आउँछ ल हेर्नुहोस् न अब आखिरमा एमसिसीलाई सपोर्ट त सबै पार्लियामेन्ट ल्याएर इन्डोर्स गरे हो नि त होइन र अनि इन्डोर्स त भयो अनि फेरि इन्डोर्स गरेर फेरि बाहिर आएर किन आन्दोलन गरे होइन किन त्यो इन्डोर्स गर्ने बेलामा हेर्ने हो कि होइन रङ थियो भने त उनीहरूले त रेस्पोन्सिबिलिटी लिनु पऱ्यो नि त अब साइन त सबै पार्लियामेन्टेरियनहरूको छ हो यस्तो यस्तो कुराहरू खालि आफ्नो चाहिँ भनौँ न व्यक्तिगत पार्टीगत बेनिफिटको लागि मात्रै अनि त्यो नारा लाउने त्यो खालको राम्रो भएन भने मिडिया खपतको लागि मैले यसरी बोलेँ अब त्यो जमाना छैन हेर्नुहोस् अहिलेको जनताहरू चाहिँ अलिकति अवेर भइसकेको छ यसले के को लागि बोल्यो अनि त्यो बोल्दैमा यो चाहिँ एकदमै राष्ट्रवादी भन्ने पनि अब सोच्दैन क्या तर पनि अहिले पनि कतिपय भोटको प्याटर्नहरू अहिले पनि केही मान्छेलाई गरेको देवत्वकरणहरू हेर्दाखेरि चाहिँ अझै पनि छुट्याउन चाहिँ नसक्ने हो कि त्यो चाहिँ छ हाम्रो सबै चाहिँ कम्युनिटी अवेर पनि छैन होइन अनि अवेर नभएपछि त्यसको समस्याहरू त अवश्य पनि आउँछ उसको विगत के थियो कसो थियो कुन अवस्था थियो होइन उसले के गरिरहेको थियो कति ठाउँमा छलछाम गरेको थियो कति ढाँटेको थियो के गरेको थियो त्यो देखिन्छ नि त त्यो त अहिले कुनै पनि चाहिँ भनौँ न जस्तै अस्ट्रेलियामा पनि तपाईँले केही काम गर्न जानुहोस् केही काम गरेर जब खोज्नुहोस् तपाईँको रिफरेन्स हेर्छ क्या हामीमा त्यो रिफरेन्स हेर्ने नै भएन क्या एउटा आएर एकदम ठुल्ठुलो कुरा गऱ्यो त्यही नेता त्यो त होइन नि त होइन ठुल्ठुलो भाइरल कसरी पपुलिजम भयो त्यही नेता त्यो त होइन नि त ठुलो स्वरले कराउने बित्तिकै त्यो अब्बल हुन्छ त अनि होइन नि त तपाईँको त्यसको चाहिँ ब्याकग्राउन्ड के थियो उसले त्योभन्दा अगाडि के कामहरू गरेका थिए होइन अनि उसको चाहिँ त्यो अरू कम्युनिटीहरूमा को के छ उसको रिफरेन्स को हो यो कुराहरूलाई नहेरिकन हामी चाहिँ म चाहिँ यस्तो उस्तो भन्ने बित्तिकै उसले गल्ती गरेको पनि हामीले ढाक्छौँ पनि होइन अनि सोसियल मिडियाले एउटालाई पुरै भगवान् जस्तो बनाइदिने होइन भगवान् अब अहिले नै यसले चाहिँ आयो भने यो सरकार सबै चमत्कारै गर्छ भन्ने होइन तर अब के अरे अहिले त फेरि अब जेएनजी गभर्मेन्ट बन्यो कति अब अहिले यही गभर्मेन्टको फेरि विरुद्धमा जेएनजीहरू लागिरहेको छ होइन यो खालको यो सबै सोसियल मिडियाले गरेको अवस्थाहरू हो नि त सोसियल मिडियाले जुन खालको चाहिँ एउटा पपुलिजम र भाइरलिजमलाई चाहिँ पुरै चाहिँ फलो गरेर उसको लाइक बेसी छ यो चाहिँ नेता हो उसको लाइक कम छ होइन ऊ चाहिँ हुन सक्दैन भन्ने खालको जुन ट्रेन्ड छ नि त्यो ट्रेन्डले हामीलाई कहीँ पुर्याउँदैन भन्ने मलाई लाग्छ अब चाहिँ हाम्रो अवस्था कसरी अगाडि जान्छ कसरी हेर्नु भएको छ यहाँले हामी कसरी जान्छ जस्तो लाग्छ यहाँलाई हाम्रो मलाई के लाग्छ भने अब अहिले एउटा नयाँ मुभमेन्ट नयाँ उहरू आयो तर मुभमेन्ट भन्दा पनि यसलाई अलिक बेसी भयो प्रोभोक भयो भनौँ न होइन त्यसको क्षतिपूर्ति त हाम्रो देशले धेरै नै बिहोर्नु पर्ने अवस्थाहरू छ र अब हामी कसरी अगाडि बढ्न सकिन्छ भन्दाखेरि हामीले हाम्रो चाहिँ पुरानो हाम्रो चाहिँ भनौँ न हामीभन्दा अगाडिका लिडर्सहरूबाट सिकेर अब दिनमा चाहिँ हामीले के गल्ती गर्नुहुन्न रहेछ भन्ने रियलाइजेसनका साथ के अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ होइन यो ग्याप्स भएर पनि यो कुराहरूको फ्रस्ट्रेसन्सहरू आयो होइन हामीबाट पनि केही चाहिँ गल्तीहरू भयो होइन तर यो हरेक क्षेत्रबाट नै त्यो सुधार हुनुपर्छ अब अहिले हाम्रो देशमा भन्नुहोस् त गैर दलीय अथवा गैर यो नाफामूलक जति पनि सङ्घ संस्थाहरू छ गैर दलीय कति को छ भनौँ न एभ्री इन्डिभिजुअल्स आर कनेक्टेड टु एनी पार्टी हरेक पार्टीमा चाहिँ हरेक ठाउँमा पार्टी हुनु भएन क्या अब
होइन। अब अहिले त के भने हरेक ठाउँमा नेता, सबलाई नेता हुनुपर्ने। नेता भनेको के हो त? नेता भनेको त जनताको काम गर्ने, जनतालाई सर्भिस दिन सक्ने, जनताको समस्याहरूलाई हल गर्न सक्ने नेता हो नि त, होइन। अनि भाइरल कुरा एउटा गर्यो अनि एकदम ठुल्ठुलो कुरा गर्यो, होइन, एकदमै फेरि अहिले त बोलीचाली पनि कस्तो कस्तो कुराहरू सुन्न सकिन्छ है। अब जे भए पनि हाम्रो पालामा त लिडरसिपहरू त एउटा सिद्धान्त, पोलिसी, होइन, यो सिद्धान्त भन्ने हुन्थ्यो, होइन। अहिले त त्यो त छैन। कसले कसलाई बेसी गाली गर्ने त्यही ठुलो नेता, त्यो त होइन नि त। यो कुरा चेन्ज हुन आवश्यक छ, नत्र यसले हामी सम्पूर्ण नेपालीले यसको चाहिँ ठुलो चाहिँ मूल्य चुकाउनु पर्छ भन्ने मलाई लाग्छ। भावी पुस्तालाई यहाँले यही भन्न चाहनुहुन्छ? म भावी पुस्तालाई यही भन्न चाहन्छौँ, किनभने हामीले हाम्रो देशलाई बनाउनु पर्छ, हाम्रै टाइममा बनाउनु पर्छ र त्यसको लागि तपाईँ हामी सबै लाग्नुपर्छ। मिडिया पर्सनालिटिजहरू, तपाईँहरू जस्तो मिडिया पर्सनालिटिजहरूको अझ धेरै ठुलो रोल हुन्छ भन्ने मलाई लाग्छ। नेपालमा सबैभन्दा चाहिँ अब मिडिया पर्सनालिटिजहरूलाई हामीले राज्यले साँच्चैकै भन्नुपर्दाखेरि त्यो अनुसारले ग्रुमै गर्न सकेन क्या, होइन। राज्यले अब हाम्रो चौथो अङ्गलाई कसरी हेर्ने, कसरी ग्रुम गर्ने, होइन। बोलाउने भन्दै नै लेखिहाल्छ भने जस्तो छ यहाँ त। त्यो पोलिसी हुनु पर्यो हो। किनभने मिडिया हेर्नुहोस् त, अरू देशको मिडियाहरू हेर्नुहोस् त कति स्ट्रङ हुन्छ, उसले के कुरा राख्ने के कुरा नराख्ने यस्तो हुँदैन नि, यस्तो छारस्ट हुँदैन नि त, होइन। त्यसले गर्दाखेरि मलाई पनि नचाहिने 10 थरी कुराहरू यहाँ नेपालको मिडियाले लेख्यो होला, साथीभाइहरूले कतिले लेख्नुभयो होला, नबुझेर कपी पेस्ट गर्ने चलन छ, त्यो लेख्यो होला। तर अस्ट्रेलियाको त एउटा मिडियाले नि मेरो विरुद्धमा लेखेन नि त, होइन। अस्ट्रेलियाकै त्यहाँको चाहिँ भनौँ न मेन न्युज पोर्टलहरूमा कहीँ पनि मेरो त्यस्तो नराम्रो त आएन नि त, होइन। त्यस्तो त्यसले गर्दाखेरि होइन, त्यसले गर्दाखेरि त्यसरी लेख्ने कामहरू त्यस्तो कुराहरू त भएन। त्यसले गर्दाखेरि यो कुराहरूलाई चाहिँ अब नेपालमा पनि मिडिया सेक्टरलाई कसरी हामीले राष्ट्रको चाहिँ बेनिफिटको लागि युज गर्ने भने गभर्मेन्टकै पोलिसी हुनुपर्छ भन्ने मलाई लाग्छ कि। नत्र भने कस्तो हुन्छ भने अब हेर्नुहोस् न, अब एउटालाई एकदम नराम्रो भन्यो, नेताहरूलाई बेसमारी गाली गर्यो, ऊ नेता भइहाल्यो, होइन। उसको ब्याकग्राउन्ड भनेको प्रतिपक्ष नै हो, होइन, प्रतिपक्ष नै हुनुपर्छ, होइन। तर प्रतिपक्ष हुँदाखेरि त्यसको धर्म त हुन्छ नि। जस्तो तपाईँ परराष्ट्रको हुनुहुन्छ, विगत लामो समयदेखि तपाईँ यो परराष्ट्र क्षेत्रमा एकदम राम्ररी गर्नुभएको छ, होइन। तपाईँसँग कुरा गर्दाखेरि सबै कुराहरू आउँछ कि, होइन। द्याट्स वाइ आइ एम अल्सो इन्ट्रेस्टेड। अनि यो कुराहरू हेर्दाखेरि तपाईँको त्यो क्षमता, यो परराष्ट्रको तपाईँले त धेरै नै अध्ययन गर्नुभएको छ नि त यो बारेमा त, होइन। भित्र रूपमा तपाईँ इन्ट्रेस्टेड पनि हुनुहुन्छ, होइन। त्यसले गर्दाखेरि अब परराष्ट्रसँग सम्बन्धित कुराहरूलाई त तपाईँसँग पनि कन्सल्ट गर्नु पर्यो, तपाईँ पनि एउटा स्टेक होल्डर हो नि त, होइन। परराष्ट्र मन्त्रालयले तपाईँसँग के हुन्थ्यो भने उहाँहरूको चाहिँ कुरा सुन्ने, तर यस्तै त हो नि भन्ने। अब त तपाईँहरूको सजेसन्सहरूलाई पनि लिनुपर्छ भन्ने मलाई लाग्छ, होइन। डिप्लोमेसी भन्ने कुरा एउटा राज्यले मात्रै गरेर पनि हुँदैन, होइन। हरेक स्टेक होल्डर मिडियाहरूको एकदमै ठुलो रोल हुन्छ, ठुलो रोल हुन्छ। त्यसले गर्दाखेरि यो कुराहरूमा जस्तै म परराष्ट्र मन्त्री छ नि, अस्ट्रेलियाको परराष्ट्र मन्त्री जुली बिशपसँग मिटिङ बस्दाखेरि उसले नेपाल हेर्ने साइडको एउटा एमपीलाई ल्याएर राख्यो कि, होइन। नेपाली कम्युनिटी भएको एमपीलाई राख्यो कि। हाम्रोमा त त्यो चलन छैन नि त, होइन। भनेपछि किन राख्यो भने उसको एरियामा पुरै नेपाली कम्युनिटीहरू छ, द्याट्स वाइ इट इज भेरी मच लिङ्क्ड विथ द नेपाली एम्बेसेडर, होइन। नेपाली एम्बेसेडर कुरा गर्न कम्फर्ट हुन्छ भनेर लिएर आएको हो नि त उसले त। पछि त्यो साइडमा बस्ने एमपी मन्त्री हुनुभयो, मलाई कति सजिलो भयो, होइन। उसलाई मैले हरेक प्रोग्राममा बोलाउँथेँ, ऊ आउँथ्यो, होइन। अनि भनेपछि यो खालको हामीसँग भएन क्या। अब जस्तै अस्ट्रेलियाको बारेमा कुरा गर्दै कुनै एकदम सिरियस इस्युजहरू आयो होला, होइन। त्यो बेलामा अस्ट्रेलियाको एम्बेसेडरहरू, नेपाली एम्बेसेडरहरू ल्याएर बुझ्नु सकिन्छ क्या। हरेक मान्छे हरेकमा जान्ने त हुँदैन नि त। तर त्यो विषयसँग अब अस्ट्रेलिया गभर्मेन्टसँग हामीले के कुरामा गर्नुपर्छ भन्ने कुरा मन्त्री प्रधानमन्त्रीहरूलाई त थाहा हुँदैन नि त। उहाँहरूले हामीलाई सोध्न सक्नुहुन्छ, हामीले यो गर्न सकिन्छ भने त हामीलाई त थाहा हुन्छ नि त, गर्न सक्ने कुराहरू। अब यो कुराहरूमा हामीले चाहिँ हाम्रो स्ट्राटेजी हुनुपर्छ भन्ने त हामी भन्न सक्छौँ नि त। हो, यसरी कन्सल्ट गर्नुपर्छ आफ्नो डिप्लोमेटहरूसँग भन्ने मलाई लाग्छ के। प्रधानमन्त्रीको बाहिर भिजिट हुने भयो, त्यो बेलामा अघिल्लो यसो बोलायो, सोधे सक्यो के। जस्तै हामीसँग कन्सल्ट गऱ्यो भने हामी त त्यो भ्रमण त धेरै राम्रो बनाउन सक्छौँ नि त। जस्तै मेरो टाइममा अस्ट्रेलियाको चाहिँ नेपाल अस्ट्रेलिया पार्लियामेन्ट्री फोरमको सदस्य निक, होइन, अहिले ऊ चाहिँ भएको छ, स्पिकर भएको छ अस्ट्रेलियाको पार्लियामेन्टको, होइन।
मेरो टाइममा मैले गरेको चाहिँ ऊ लिङ्कहरू अहिले गभर्नर भएको छ होइन त्यो कुराहरू त हुन्छ नि त होइन त्यो त मेरो मात्रै कुरा होइन अरू एम्बेसेडरहरूको पनि त्यही हुनसक्छ नि त भनेपछि यो त धेरै यो त ठुलो उहाँहरूको लागि त प्रपर्टी हो नि त हामी त प्रपर्टीको रूपमा उहाँहरूलाई जति बेला चाह्यो राज्यले मोबिलाइज गर्न सक्ने युज गर्न सक्ने हो कि पूर्व राजदूत भनेको चाहिँ इरेस्पेक्टिभ अफ यो भन्छ नि डिफ्रेन्ट आइडियोलोजिज के राजदूतको के आइडियोलोजिज हुँदैन उसले गभर्मेन्टको राष्ट्रको बेनिफिटको लागि गर्ने हो होइन यसमा कर्मचारीबाट आएको र के अरे पोलिटिकल एपोइन्टीबाट आएको भन्ने लेभल लाग्नु हुँदैन भन्ने मलाई लाग्छ हुँदैन मिडियाले सकेसम्म हामीले त बनाएको छैन तर पनि के छ भने कतिपय ठाउँहरूमा चाहिँ त्यो भनौँ न यहाँले चाहिँ सेकेन्ड म्यानको मूल्याङ्कन गर्न नपाउने तर कर्मचारीबाट गएको चाहिँ मूल्याङ्कन गर्न पाउने भयो भने त्यो अलिकति बुझ्ने परराष्ट्र मन्त्री भयो भने उहाँले त्यो गर्न दिनुहुन्न भन्ने मलाई लाग्छ होइन अब त्यो थाहा नभएर हो परराष्ट्र मन्त्री अब कोही अब नयाँ आउनुहुन्छ भने उहाँले यो कुराहरूलाई चाहिँ म्यानेज गर्नुहुन्छ भन्ने मलाई लाग्छ होइन यो परराष्ट्र मन्त्रालयभित्र यो खालको डिस्क्रिमिनेसनहरू चाहिँ हुनु हुँदैन होइन ऊ एउटा राजदूत होइन अब उसलाई पोलिटिकल एपोइन्टी उसलाई प्रधानमन्त्रीले विश्वास गरेर उसलाई पठाउँछ भने त्यसमा चाहिँ परराष्ट्र मन्त्रालयले रिस्क गरेर त भएन नि त होइन परराष्ट्र मन्त्रालयको पनि एउटा आफ्नै पनि एउटा इन्स्टिट्युसन हो नि त इन्स्टिट्युसनले त्यो होइन त्यो ब्रेनलाई त गेन पो गर्नु पर्यो त एक्ज्याक्टली त्यसले गर्दाखेरि ठुलो छाती बनाएर काम गर्नुपर्छ भन्ने मलाई लाग्छ अब यो कोही कसैको विरुद्ध होइन मैले राजदूत भएपछि मलाई फिल भयो कि एउटा एम्बेसेडर नेपाली एम्बेसेडरले कति सानो घेराबाट काम गर्नुपर्दो रहेछ कति धेरै चाहिँ भनौँ न मलाई त त्यो खालको थाहा थिएन नि त अहिले पनि बुझ्ने मान्छेले त ओहो राजदूत भयो के न भन्ने खालको हुन्छ नि त तर एउटा राजदूतले कति धेरै पीडा खेप्नु पर्दो रहेछ होइन कति धेरै चाहिँ रिसोर्सको कन्स्ट्रेन्टहरू चाहिँ फेस गर्नु पर्दो रहेछ भन्ने कुरा त मैले बुझेको छु नि त त्यसले गर्दाखेरि यसमा त कर्मचारी भन्ने त कुरा आएन होइन हामीले त्यही भएर पनि हाम्रो यो पूर्व राजदूत एसोसिएसन आफ्नाले यसमा हामी कर्मचारी पोलिटिकल भनेको छैन कि वी हेभ ओपन्ड आवर बाउन्ड्रिज एनी वान क्यान जोइन होइन एनी वान क्यान बी द मेम्बर होइन त्यो हुनु भएन के अरे कर्मचारीले नगर्ने भन्ने लेखेकै छैन तर तपाईँहरू एउटै हुनुपर्ने खास चाहिँ किन दुईवटा भयो ओपन राखेको छौँ हाम्रो साथीहरू आउनुहुन्छ दे आर भेरी मच वेलकम टु जोइन यसमा कुनै हाम्रो त्यो रिस्ट्रिक्सन छैन किनकि एउटा कर्मचारीको पूर्व राजदूत सङ्गठन एउटा चाहिँ पोलिटिकल एपोइन्टीको पूर्व राजदूत सङ्गठन भन्दाखेरि नाम पनि के अरे अफगान र आफ्ना होइन त्यस्तो हुँदैन अब त्यस्तो त अब धेरै छ नि त अब सङ्घ संस्था त हुन्छ नि त तर त्यो एउटै मिक्स भएको भए राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ ओपन गरेकै छौँ हामीले चाहिँ ओपन गरेका छौँ हाम्रो त्यो विधानमा पनि यो कर्मचारी यो भन्ने छैन होइन सो इट्स नट लाइक अब बाहिरबाट हेर्दाखेरि कसैले यो राजनैतिक भन्छन् तर होइन यहाँले टाइम दिनुभयो यहाँसँग अझ गफ गर्न मन छ अरू यो लेबर डिप्लोमेसीको बारेमा कुरा गर्नु छ यहाँले अलिकति अध्ययन नै गर्नु भएको त्यो विषयमा अलिक पछाडि यसमा जान्छौँ थ्याङ्क यू भेरी मच हजुरलाई हस्